पहिला सुरु हामीले के बुझ्नुपर्छ भने हाम्रो एक्जाममा हामीलाई टोटल 75 मार्क्सको क्वेशन आउँछ जसको लागि हामीलाई 3 घण्टाको टाइम छुट्याइएको हुन्छ र 75 मार्क्स कसरी आउँछ त 75 मार्क्सको क्वेशन कसरी आउँछ त भन्दाखेरि चाहिँ पहिलो आउँछ रिडिङ कम्प्रिहेन्सन टेस्ट भनेर आउँछ यो चाहिँ कस्तो भने क्वेशनले एउटा तपाईलाई प्याराग्राफहरु दिन सक्छ जस्तो क्वेशनले नै आफै के टेक्स्टहरु दिन्छ है अब एसे हुन सक्छ जे पनि हुन सक्छ जस्तो त्यसमा चाहिँ बुक अथवा फिल्मको रिभ्यु हुन सक्छ आर्टिकल्सहरु हुन सक्छ न्यूज रिपोर्ट हुन सक्छ कुनै कथा नै दिएको हुन सक्छ कुनै घटनाक्रमहरुको बारेमा लेखेर एउटा प्याराग्राफहरुमा लेखेर दिएको हुन सक्छ र त्यो प्याराग्राफहरु पढेर चाहिँ त्यहाँ सोधिएका प्रश्नहरुको उत्तर दिनुपर्छ भने चाहिँ तपाईले पहिले पढेर एक्जाम दिए त्यो आन्सर लेख्ने हैन कि क्वेशनमै भएका प्याराग्राफहरु पढेर तपाईले आन्सर दिनुपर्छ र त्यो कति मार्क्सको आउँछ 15 मार्क्सको आउँछ टोटलमा र 15 वटा क्वेशन हुन्छ इच क्वेशन चाहिँ 1 मार्क्सको हुन्छ है अब यो 15 वटा क्वेशन 1 मार्क्सको 15 मार्क्स भन्यो नि 15 वटा क्वेशन चाहिँ कसरी आउन सक्छ त भन्दाखेरि चाहिँ एमसीक्यू को तर्फबाट नि आउन सक्छ मल्टिपल चोइस क्वेशन जस्तो एउटा क्वेशन छ चारवटा अप्सनमा कुन सही अप्सन हो आफूले छान्ने हैन त्यसैगरी अर्को ट्रू फल्स हुन सक्छ सही ठीक बेठिक हैन सेन्टेन्स कम्प्लिसन म्याचिङ हैन त्यसैगरी अर्डरिङ अब अर्डर मिलाउने पहिला यो त्यसपछि यो त्यसपछि यो त्यसपछि यो भनेर अर्डर मिलाउने खालको अनि त्यहाँबाट सर्ट आन्सर्स क्वेशन जस्तो केही शब्दमा क्वेशन दिएको हुन्छ त्यही प्यासेज पढेर हामीले आन्सर निकाल्नु पर्ने हुन्छ अब तपाई आफै विचार गर्नुस् 15 मार्क्सको क्वेशन छ भने चाहिँ हामीलाई मोर देन 35 मिनेट्सको टाइम हुन्छ है यसको लागि यदि हामीले एलोकेट गर्ने हो भने जस्तो 75 मार्क्सलाई 3 घण्टा भन्ने हो भने 15 मार्क्सको लागि त केही नभए नि 35 मिनेट भन्दा बढी टाइम हुन्छ सो त्यो 35 मिनेट भन्दा बढी टाइम हामीसँग छ भने मजाले पढ्ने होला हामी चाहिँ के गर्छौं आन्सर पहिला क्वेशन हेर्छौं त्यसपछि त्यो क्वेशन सँग रिलेटेड वर्डहरु केही भेटी पो हालिन्छ कि भनेर टक्क प्यासेजमा खोज्छौं त्यसले गर्दाखेरि कहिलेकाहीँ सही आन्सर खोज्न टाइम पनि लाग्न सक्छ है त्यही भएर तपाईसँग इनफ टाइम छ मोर देन 35 मिनेट छ भने चाहिँ मजाले पढ्नु होला त्यसले भन्न खोजेको कुराहरु के बुझ्नु होला अनि क्वेशनहरुलाई हेरेर चाहिँ अनि आन्सर दिनु होला है यो अनसिन प्यासेज पनि भन्न सक्छौं क्वेशन हामीले कहिले नदेखेको कुराहरु क्वेशनमा आउँछ प्यासेजमा आउँछ त्यसलाई हामी त्यो प्यासेज पढेर दिएका क्वेशनहरुको आन्सर दिन्छौं यो 15 मार्क्स भइहाल्यो 75 मा 15 गयो अब बाँकी कति भन्दा 60 मार्क्स 60 मार्क्समा फेरि 20 मार्क्स कहाँबाट आउँछ भन्दाखेरि टेक्स्ट बेस्ड क्वेशन हाम्रो जुन किताब छ नि बुक छ नि हाम्रो कोर्स बुकमा के छ भने कथा कविता वन एक्ट प्ले एसेजहरु छन् हो त्यहाँबाट चाहिँ हामीलाई क्वेशन सोधिन्छ र कति मार्क्स आउँछ 20 मार्क्स धेरैले के गरेको पाइन्छ नि त्यो बुकको कथा कविता मात्रै पढेर मैले इंग्लिशको तयारी भयो भनेर बस्नु भएको हुन्छ त्यो ठीक हैन किनकि 75 मा जम्मा 20 मार्क्स मात्रै कथा कविताहरुबाट आउँछ र त्यो पनि कसरी आउँछ भन्दाखेरि सर्ट आन्सर क्वेशन भनेर 5 वटा क्वेशन आउँछ अब जहाँबाट पनि आउन सक्ने भयो किनकि हाम्रो बुकमा हेर्यो भने सर्ट स्टोरीजहरु 7 वटा छन् सानो कथाहरु 7 वटा छन् त्यसैगरी पोएम कविताहरु 5 वटा छ एसे 5 वटा छ त्यसैगरी वन एक्ट प्लेजहरु पनि कति वटा छ 3 वटा छ यसरी चाहिँ धेरै च्याप्टरहरु हामीसँग रहेको छ इन टोटल हामीसँग 20 वटा यो कथा कविता वन एक्ट प्लेजहरु यिनहरु रहेको छ र यसमा पनि यो 20 वटा मध्ये 5 वटाबाट अथवा 5 वटा क्वेशन चाहिँ हामीलाई आउँछ 2 मार्क्सको इच भने चाहिँ यो कति भयो 10 मार्क्स भयो त्यसैगरी यहाँ मध्येबाटै जुन च्याप्टर जुनबाट पनि आउन सक्ने भयो 2 वटा क्वेशन आउँछ एउटाको कति मार्क्स 5 मार्क्स भनेको कति भयो 10 मार्क्स भयो त्यसैले यो सर्ट र लङ गरेर टोटलमा हामीलाई 20 मार्क्सको क्वेशन चाहिँ बुकमा भएको कथा कविताहरुबाट आउने गर्छ सो यो 15 मार्क्स अनसिन प्यासेज भयो जुन हामीले कहिले नदेखेको भयो यो भनेको चाहिँ हामीले देखेको हाम्रो किताबमा भएको कथा कविताहरुको कुराहरु र यहाँबाट कति मार्क्स 20 मार्क्स 75 मा 20 र 15 गयो कति भयो 35 गयो अब रह्यो कति भन्दाखेरि 40 मार्क्स अझै बाँकी छ अब 40 मार्क्स कसरी आउँछ त बाँकी भन्दाखेरि राइटिङ सबसे इम्पोर्टेन्ट हामीले ध्यान दिनुपर्ने र इंग्लिशमा बढी तयारी गर्नुपर्ने चाहिँ राइटिङमा हो धेरै जनाले चाहिँ यो टेक्स्ट बेस्ड क्वेशनको तयारी गर्नुहुन्छ यसको मात्रै बढी तयारी गर्नुहुन्छ हामीले यसको त तयारी गर्नु पर्यो किनकि 20 मार्क्स यहीबाट आउँछ तर यो भन्दा यसलाई यो सँगसँगै अर्को यो भन्दा नि बढी प्रायोरिटी चाहिँ हामीले राइटिङको हेर्नुपर्ने हुन्छ किनकि राइटिङमा हामीलाई 3 वटा क्वेशन आउँछ टास्क 1 टास्क 2 टास्क 3 भनेर हामी यसलाई भन्न सक्छौं र यो 3 वटा क्वेशन चाहिँ तपाईको टोटल 25 मार्क्सको आउँछ जस्तो टास्क 1 मा जाऊ टास्क 1 मा चाहिँ के सोध्न सक्छ त भन्दाखेरि चाहिँ प्याराग्राफ लेख्ने हैन विभिन्न प्याराग्राफहरुमा लेख्ने समरी लेख्ने हैन त्यसैगरी अर्को इन्टरप्रेटिङ ग्राफिक टेक्स्ट तपाईलाई ग्राफिक टेक्स्टहरु दिएको हुन सक्छ त्यहाँबाट इन्टरप्रेट गर्ने त्यो टेक्स्टलाई हैन न्यूज स्टोरी राइटिङ नोट टेकिङ स्केलेटन स्टोरीज भनेको चाहिँ अलिकति हिन्ट्स दिएको हुन्छ नि डट हुन्छ एउटा कथा बनाउने के त्यो हिन्ट्स दिएको हुन्छ त्यो हिन्ट्सबाट चाहिँ आफूले लामो ठुलो कथा बनाउनु पर्ने है
यो 150 वर्डको लेख्नुपर्ने हुन्छ र हामीले विचार गर्नुपर्ने यो टास्क 1 बाट 7 मार्क्स आउँछ। अब तपाईले आफ्नो तयारी के तपाईले आफूले आफूलाई चेक गर्नु पर्यो कि हैन यो नोट टेकिङ आयो भने मैले कसरी गर्ने त्यो रेडी हुनु भएको छ कि छैन प्लिज यो चाहिँ स्योर हुनु होला। स्केलेटन स्टोरीज आयो भने यो स्केलेटन स्टोरीज भने के बुझ्नु भएको छ कि छैन त्यो आफू अलिकति स्योर हुनु होला। न्यूज स्टोरी राइटिङ कसरी लेख्ने यो स्योर हुनु होला। यो 7 मार्क्स चाहिँ टास्क 1 बाट आउँछ। यो चाहिँ 150 वर्ड जतिको लेख्नु पर्छ। अब तपाईलाई ठ्याक्कै 150 वर्ड नै पुग्नु पर्छ भन्ने त छैन हैन किनकि कपी जाँच्ने मान्छेले पनि ठ्याक्कै 1 2 3 4 5 भनेर वर्ड गर्ने काम चाहिँ गर्नु न अभियसली। तर टेन्टेटिभली तपाईले आफूले कपीमा लेखिरहेको हुन्छ नि त्यहाँ 150 वर्ड भनेको कति पाना जति हुन सक्छ एकचोटी तपाईले हेर्नु होला। कसैको ह्यान्डराइटिङ धेरै ठुलठुला हुन्छन् कसैको सानसाना हुन्छन्। एकचोटी 150 वर्ड कति जति हुँदो रहेछ कति लाइन अथवा कति पाना जति हुँदो रहेछ आफ्नो कपीमा एकचोटी हेर्नु होला। त्यहाँबाट तपाईलाई टेन्टेटिभ कति लेख्ने भन्ने कुरा आइडिया आउँछ। तपाईको लिमिट भनेको 150 वर्डको टास्क 1 को लागि। टास्क 2 मा जाउँ यसको वर्डको लिमिट कति छ 180 वर्ड्स 180 वर्ड जतिको लेख्नु पर्छ। अब टास्क 2 मा चाहिँ हामीलाई 8 मार्क्सको क्वेशन सोध्छ। टास्क 2 मा चाहिँ के सोध्न सक्छ भने पर्सनल लेटर। अब तपाई प्रिपेयर हुनु पर्यो। क्वेशनमा पर्सनल लेटर लेख्नु भनेर आएको छ भने तपाईले कसरी लेख्नुहुन्छ त्यो सम्बोधन कसरी गर्ने मिति कता राख्ने यो कुराहरु तपाईले मजाले हेर्नु होला। पर्सनल लेटर कसरी लेख्ने त्यसको ढाँचा हैन त्यसको स्टाइल सम्बोधन गर्ने कुराहरु अनि अन्तिममा टुंग्याउने कुराहरु के भनेर टुंग्याउने पर्सनल लेटर कसरी लेख्ने यो हेर्नु होला। त्यसैगरीको जब एप्लिकेसन लेटर कुनै संस्थामा चाहिँ एउटा भ्याकेन्सी खुलेको छ त्यो भ्याकेन्सी खुलेकोमा म चाहिँ यो जागिरको लागि योग्य छु है भनेर चाहिँ तपाईले त्यहाँ एप्लाई गर्दै हुनुहुन्छ भने तपाईले चिठी लेख्नु पर्छ होला। त्यो जब एप्लिकेसन लेटर लेख्नु पर्छ होला। कुन ढाँचामा लेख्नु हुन्छ त जस्तो सम्बोधन कसलाई गर्ने त्यहाँको ह्युमन रिसोर्स म्यानेजर एचआर म्यानेजरलाई गर्ने होला। हो यस्तो कुराहरु चाहिँ सानसानो कुराहरु ध्यान दिनु होला। जब एप्लिकेसन लेटर कसरी लेख्ने हैन त्यसैगरी लेटर टु द एडिटर सम्पादकलाई चिठी कसरी लेख्ने हैन भनेपछि लेटर टु द एडिटर जहाँ सोध्यो भने कसरी लेख्नुहुन्छ त हो यो कुरा तपाईले यसको फर्मेटहरु हेर्नु पर्यो। बिजनेस लेटर एउटा कम्पनीले अर्को कम्पनीलाई कुनै बिजनेस पर्पजको लागि एउटा चिठी लेखिरहेको छ पत्र लेखिरहेको छ अनि कुन तरिकाले लेखिन्छ बिजनेस लेटरको ढाँचा कस्तो छ त्यो हेर्नु होला। इमेल कसरी लेख्नु जस्तो क्वेशनले तपाईलाई इमेल पठाउनु भनेर भनेको छ इमेलको ढाँचा लेख्नु भनेको छ भने इमेल तपाईले कसरी लेख्नुहुन्छ यसको फर्मेट के छ हेर्नु पर्यो। अनि राइटिङ अ सीवी हैन यो सीवी कसरी लेख्ने त जस्तो युजुअली हामी जब एप्लाई गर्दाखेरि सीवी पनि एट्याच गरेर पठाएका हुन्छौं हैन यो सीवी को फर्मेट के हो कसरी लेख्ने हैन त्यहाँ के कुराहरु इन्क्लुड गर्ने के इन्क्लुड नगर्ने भन्ने कुराहरु तपाईले हेर्नु पर्छ। र यदि यो टास्क 2 बाट 8 मार्क्स आउँछ अब तपाईले आफ्नो तयारी चाहिँ के चेक गर्नु पर्यो भने लास्ट आवरमा चाहिँ यो टास्क 2 बाट मैले यो कुरा सोध्यो भने म लेख्न सक्छु कि सक्दिन लेख्न सक्नुहुन्न भने यसको फर्मेट कस्तो हुँदो रहेछ कसरी लेख्ने यो कुराहरु तपाईले एकचोटी हेर्न सक्नुहुन्छ। यसको लागि तपाईले युट्युबमा पनि सर्च गर्न सकिहाल्नुहुन्छ गुगल जिन्दाबाद त छदैछ। अर्को टास्क 3 मा चाहिँ सबैभन्दा धेरै मार्क्स क्यारी गर्छ राइटिङ मध्येमा। यो टास्क 3 मा चाहिँ हामीले 300 वर्ड जतिको लेख्नु पर्छ। यो टास्क 1 को भन्दा झन्डै डबल लेख्नु पर्छ है। यहाँ लिमिट भनेको 300 वर्ड्स हो। टेन्टेटिभली तपाईले 300 वर्ड्स जति हुन्छ त्यति बराबरको लेख्न सक्नुहुन्छ। यसमा चाहिँ यो 10 मार्क्स को हुन्छ। अब के सोध्न सक्छ त भन्दा एसे लेख्न सोध्न सक्छ अथवा ट्राभलग मेमोरीहरुको बारेमा लेख्न सक्छ। अब तपाईलाई यो भने के हो थाहा छैन भने यसको बारेमा एकचोटी अहिले हेरिहाल्नु होला कसरी लेख्ने। कुनै बुक अथवा फिल्म रिभ्यूको बारेमा लेख्नुपर्ने हुन सक्छ जस्तो तपाई इन्स्पायर भएको कुनै बुक छ भने त्यो बुकको रिभ्यू दिनुहोस् भन्न सक्ला। रिसेन्टली हेर्नु भएको कुनै फिल्म छ भने त्यसको रिभ्यू दिन सक्नु भन्ला। अब फिल्म अथवा बुक रिभ्यू कसरी लेख्ने त्यहाँ अब जस्तो फिल्मको कुरा छ भने डाइरेक्टरको नाम लेख्ने हो कि एक्टरको नामहरु के हुन सक्छ त्यो याद गर्नु पर्यो। त्यसलाई क्रिटिसाइज गर्नुपर्ने भए के लेखेर क्रिटिसाइज गर्ने। बुक अथवा फिल्मको रिभ्यू कसरी लेख्ने क्वेशन आयो भने कसरी अटेम्प्ट गर्नुहुन्छ त्यो तयारी हुनु होला। किनकि यो सोध्यो भने त 10 मार्क्समा सोधिन सक्छ यहाँ मध्ये एउटा सोध्छ 10 मार्क्समा सोध्छ। सो यहाँ भएका टपिकहरु चाहिँ तपाई आफू प्रिपेयर हुनु भएको छ कि छैन प्लिज त्यो चाहिँ स्योर हुनु होला है। बायोग्राफी कसरी लेख्ने हैन त्यसैगरी अर्को डायरी एन्ट्री कसरी लेख्ने त्यसैगरी अर्को कम्युनिक अनि प्रेस रिलिज हैन प्रेस विज्ञप्ति यो कसरी लेख्ने यिनीहरुको फर्मेट के छ एकचोटी प्रिपेयर हुनु होला। योबाट 10 मार्क्स यो टास्क यहाँ भएका कुरा मध्येबाट 8 मार्क्स यहाँ भएका मध्येबाट 7 मार्क्स इन टोटल यो टास्क 1 टास्क 2 टास्क 3 जुन तीनवटा राइटिङ छ यहाँबाट 25 मार्क्स आउँछ। सो यहाँको कुराहरु तपाई प्रिपेयर हुनु भएको छ कि छैन त्यो एकचोटी हेर्नु होला। तपाईले स्क्रिनशट पनि लिन सक्नुहुन्छ र 1 बाइ 1 मैले यो चाहिँ पढे यसको फर्मेट जान है यो यसरी लेख्नु पर्छ है भनेर आफू स्योर भएर मात्र एक्जाममा अटेम्प्ट गर्न जानु होला। दैट विल बी मोर बेनिफिशियल। अब लास्टमा जाउँ लास्ट पोर्सन जसमा चाहिँ हाम्रो रहेको छ ग्रामर र के भोकाबुलरी र यहाँबाट हामीलाई 15 मार्क्सको क्वेशन आउँछ र बुझ्नुपर्ने कुरा ग्रामर सेक्सनबाट हामीलाई 10 वटा क्वेशन आउँछ
भोकाबुलरीबाट 5 वटा क्वेशन आउँछ हरेक क्वेशनको वेट भनेको 1 मार्क्स हो त्यसो भए 15 वटा क्वेशन 1 मार्क्सको दरले 15 मार्क्स चाहिँ ग्रामर र भोकाबुलरीबाट आउँछ र हामीले चाहिँ गुरुबामा चाहिँ गुरुबा युट्युब च्यानलमा तपाईले यो ग्रामर भोकाबुलरीको कन्टेन्टहरु पनि बनाएका छौं त्यसैगरी विभिन्न टास्क 1 टास्क 2 टास्क 3 मा भएका विभिन्न टपिकहरु जे पढ्नु पर्ने छ तिनीहरुको पनि विभिन्न कन्टेन्टहरु बनाएका छौं तपाईले हेर्न सक्नुहुन्छ त्यसैगरी सबैभन्दा इफेक्टिभ चाहिँ यो जुन टास्क 2 छ जसमा चाहिँ हामीले कथा कविता 20 वटा कथा कविता एसे 1 एक्ट पेजहरु गरेर 20 वटा च्याप्टर हामीले पढ्नु छ सो हामीले चाहिँ यो 20 वटा च्याप्टर जसबाट हामीलाई 20 मार्क्सको क्वेशन सोध्न सक्छ यिनीहरुको एकदम समरी हामीले लेखेका छौं जस्तो तपाईलाई फर एक्जाम्पल सर्ट स्टोरी 7 वटा छ हो अनि पोएम 5 वटा छ एसे 5 वटा छ 1 एक्ट प्ले 3 वटा छ फर एक्जाम्पल यो 1 एक्ट प्लेज मध्ये फेसिङ डेथको तपाईलाई समरी चाहियो भने सिम्पली तपाईले युट्युबमा फेसिङ डेथ गुरुबा भनेर सर्च गर्न सक्नुहुन्छ यसको समरी पाइहाल्नुहुन्छ हामीले यो सबै 20 वटा जुन यो हाम्रो कोर्समा भएको कथा कविता 1 एक्ट प्ले सर्ट स्टोरी जे छ यिनीहरुको हामीले समरी छोटो मिठो तरिकाले बनाएका छौं यो 20 वटाको समरी सायद गुरुबा युट्युब च्यानलमा तपाईले 2 घण्टामै रिकभर गर्न सक्नुहुन्छ हाम्रो एक्जाममा हामीलाई 3 खालको ग्रुप भनेर सोधेको हुन्छ है ग्रुप ए ग्रुप बी ग्रुप सी 3 खालका क्वेशनहरु हुन्छन् ग्रुप ए मा 11 वटा क्वेशन 1 मार्क्स को भनेपछि जम्मा जम्मी कति मार्क्स हो 11 मार्क्स है 11 वटा क्वेशन आउँछ र यो 11 वटा क्वेशनमा पनि युजुअली चान्सेस के छ भन्दाखेरि 8 वटा तपाईलाई थ्योरी आउँछ र 3 वटा के आउन सक्छ न्यूमेरिकल आउन सक्छ है यो तलमाथि हुन सक्छ तर तपाईले यो यसरी बुझ्न सक्नुहुन्छ 8 वटा जस्तो थ्योरी नै आउन सक्छ है 11 मध्ये 1 मार्क्स को अनि जाउँ ग्रुप बी मा हामीलाई 8 वटा क्वेशन आउँछ एउटा क्वेशन कति मार्क्स हो 5 मार्क्स हो भनेपछि जम्मा जम्मी कति भयो 40 मार्क्स को भयो त्यसैगरी अर्को हाम्रो ग्रुप सी छ 3 वटा क्वेशन सोधिन्छ कति मार्क्स हो 8 मार्क्स हो भनेको 3 8 जा 24 मार्क्स इन टोटल हामीले जाँच्न अटेम्प्ट गर्ने भनेको 75 मार्क्स को क्वेशन हो अब यहाँ के हुन्छ भने टोटल मार्क्स त हाम्रो 75 मार्क्स भयो र 75 मार्क्स मा एभरेजमा तपाईले हिसाब गर्दाखेरि अराउन्ड 20 मार्क्स तपाईको थ्योरी क्वेशन्सहरु आउँछ थ्योरी आउँछ र न्यूमेरिकल भनेको जम्मा 55 मार्क्स को आउँछ अब हामी एकाउन्टमा प्राय विद्यार्थीले गर्ने मिस्टेक के हो भने हामी थ्योरीको कुनै पनि प्रिपरेसन गर्दैनौं क्या एकाउन्ट भने चाहिँ पढ्ने कुरा हो र यो त न्यूमेरिकल सब्जेक्ट हो भनेर हामी बसिरा आउँछौं व्हिच इज टोटली रङ है किनभने एकाउन्टमा 20 मार्क्स थ्योरी आउँछ 75 मा हेर्नुस् ल 75 मा 20 भनेको नट अ जोक यो सानो मार्क्स हैन र तपाईले थ्योरीको तयारी गर्नु भएन भने तपाईले एउटा मेजर पोर्सन छुटाइराख्नु भएको छ एकाउन्टमा त्यही भएर आजैबाट तपाईले थ्योरी क्वेशन्सहरु पनि तयारी गर्नु पर्यो र थ्योरी क्वेशन्सको लागि बढी हामीले प्राथमिकतामा राख्नुपर्ने च्याप्टरहरु कुन कुन हो अहिले म तपाईलाई भनिहाल्छु है त सो 20 मार्क्स चाहिँ तपाईको थ्योरी आउँदो रहेछ र थ्योरीलाई छोड्नु भएन यो चाहिँ क्लियर हुनु होला है अब थ्योरी क्वेशन्सको कुरा गर्दाखेरि एकदम इम्पोर्टेन्ट च्याप्टर कुन हो त थ्योरी टपिकहरु तयारी गर्दाखेरि कुन च्याप्टर चाहिँ एकदम इम्पोर्टेन्ट छ त थ्योरीको लागि भन्दाखेरि तपाईले के बुझ्नु पर्यो कस्ट एकाउन्टिङ र एकाउन्टिङ फर ओभरहेड भन्ने जुन च्याप्टरहरु छ यो दुईटा च्याप्टर छ यहाँबाट तपाईलाई 5 मार्क्स को थ्योरी त आउँछै आउँछ ठीक छ कस्ट एकाउन्टिङ अथवा एकाउन्टिङ फर ओभरहेडमा 5 मार्क्स को थ्योरी त आउँछै आउँछ अनि तपाईको पछाडीतिरको च्याप्टरहरु जस्तो कम्प्युटर सिस्टम इन एकाउन्टिङ अब पब्लिकेसन अनुसार च्याप्टरको नाम फरक होला काई युज अफ कम्प्युटर इन एकाउन्टिङ युज अफ सफ्टवेयर इन एकाउन्टिङ ती टपिकहरु छ नि ती च्याप्टरहरु छ नि हो सफ्टवेयर र कम्प्युटरहरुको चाहिँ लेखाविधिमा प्रयोग जुन छ नि एकाउन्टमा प्रयोग हो ती च्याप्टरहरुको तयारी गर्नु होला र त्यहाँबाट तपाईलाई 5 मार्क्स को त सोध्छ है प्लस 1 मार्क्स पनि तपाईलाई थ्योरी क्वेशन सोध्न सक्छ भनेपछि यो तीनटा च्याप्टर थ्योरीको लागि एकदमै इम्पोर्टेन्ट है यहाँबाट नै तपाईले मोर देन 10 मार्क्स 11 12 मार्क्स तपाईले ल्याउन सक्नुहुन्छ च्याप्टरको नाम कस्ट एकाउन्टिङ एकाउन्टिङ फर ओभरहेड यहाँबाट एउटा अनि पछाडीको जुन हाम्रो कम्प्युटर सफ्टवेयर सँग रिलेटेड कुरा छ त्यहाँबाट थ्योरी क्वेशन्स आउँछ है अब कम्प्युटर सिस्टम इन एकाउन्टिङ हो यो अनि हामीले एउटा पुरानो एउटा भिडियो बनाइसकेका छौं यो लास्टको कम्प्युटर सिस्टम इन एकाउन्टिङ को लागि भनेर हामीले छुट्टै एउटा भिडियो बनाइसकेका छौं जसमा चाहिँ इम्पोर्टेन्ट टपिकहरु हामीले डिस्कस गरेका छौं त्यो तपाईले एकचोटी चेक गरेर हेर्न सक्नुहुन्छ युट्युबमा सर्च गर्न सक्नुहुन्छ सिम्पली है अब जाउँ न्यूमेरिकल पोर्सनमा जाउँ है त 75 मा 55 मार्क्स जति अराउन्ड 55 मार्क्स को अराउन्डमा हाम्रो न्यूमेरिकल क्वेशन आउँछ भने चाहिँ न्यूमेरिकल क्वेशनको तयारी गर्दाखेरि तीनटा च्याप्टर सारै इम्पोर्टेन्ट तीनटा च्याप्टर के भन्दाखेरि क्याश फ्लो स्टेटमेन्ट जसबाट 8 मार्क्स ढुक्क अर्को चाहिँ युनिट र आउटपुट कस्टिङ भनेको चाहिँ जुन त्यो कस्ट सिट टेन्डर सिट कस्ट सिट मात्रै सोध्ने खालको क्वेशन हुन्छ नि दुई खालको क्वेशन हुन्छ कि कस्ट सिट मात्रै सोध्छ कि कस्ट सिट र टेन्डर सिट दुईटै सोध्छ यो
है यो पनि कति मार्क्स 8 मार्क्स र यिनीहरू तपाईले अलिकति मेहनत गर्नुभयो भने यो एकदम सजिलो च्याप्टरमा पर्छन् है धेरै कुरा याद गर्नुपर्ने हुन्छ तर तपाईले अलि प्र्याक्टिस गर्नुभयो भने यो धेरै प्र्याक्टिस गर्दाखेरि सजिलो हुने च्याप्टर हो भने चाहिँ यो दुईटा च्याप्टर तपाईले मिस गर्नै भएन अनि अर्को हाम्रो फाइनल अकाउन्ट वर्कशीट अनि फाइनान्शियल स्टेटमेन्ट मोडर्न मेथड छ नि एनएफआरएस मल्टी स्टेपहरु त्यहाँबाट हामीलाई 8 मार्क्सको क्वेशन आउँछ र त्यहाँबाट पनि हामीलाई फाइनान्शियल स्टेटमेन्ट मोडर्न मेथड जसबाट चाहिँ हामीले एनएफआरएस मल्टी स्टेप इन्कम स्टेटमेन्ट ब्यालेन्स शीट यिनीहरु पढ्छौं नि हो यो च्याप्टर सारै इम्पोर्टेन्ट जसबाट हामीलाई 8 मार्क्सको क्वेशन आउन सक्छ भनेपछि यो तीनटा च्याप्टरबाट हामीलाई 24 मार्क्सको क्वेशन आउन सक्छ हेर्नुस् त न्यूमेरिकल कति मार्क्स 55 मा 24 मार्क्स त यो तीनटा च्याप्टरबाट आउने चान्सेस म्याक्सिमम छ हो यो दुईटाबाट त 100% स्योरै हो र यहाँबाटै लगभग किनभने पोरको क्वेशन मोडल क्वेशनहरु हेर्दाखेरि फाइनान्शियल स्टेटमेन्ट मोडर्न मेथडबाटै सोधिएको छ एनएफआरएस मल्टी स्टेप इन्कम स्टेटमेन्ट यिनीहरुबाटै सोधिएको छ प्राय भनेपछि यो च्याप्टर र यो दुईटा च्याप्टर यहाँबाट हामीलाई 24 मार्क्स आउन सक्छ 55 मार्क्सको न्यूमेरिकल आउँछ 55 मा 24 भनेको यो तीनटा च्याप्टरबाटै आउँछ भनेको न्यूमेरिकल पार्टमा न्यूमेरिकलकै हिसाब गर्ने भने मोर देन 50% यहाँबाट आउने रहेछ सो यो तीनटा च्याप्टर त एकदमै इम्पोर्टेन्ट र यो तीनटा च्याप्टरमा प्राय स्टुडेन्टहरुले यो बिगाडी राख्नु भएको हामी पाउँछौं है हिसाब गर्दै जाँदाखेरि फाइनान्शियल स्टेटमेन्टमा बिगाड्नु हुन्छ अगाडिको मिल्दै हुन्छ एउटा सानो कुरा छुट्यो भने पछाडीको बिग्रियो तर यो क्याश फ्लो स्टेटमेन्ट छ नि यसमा के हुन्छ नि स्टेप मार्किङ हुन्छ क्या जस्तो तपाईले अपरेटिङ बिगाड्नु भयो भने पनि इन्भेस्टिङ एक्टिभिटीज मिल्न सक्छ अथवा इन्भेस्टिङ एक्टिभिटीज बिग्रियो भने पनि फाइनान्सिङ एक्टिभिटीज मिल्न सक्छ त्यसको त मार्क्स पुरै पाइन्छ नि त सो स्टेप मार्किङ हुने भएको कारणले गर्दाखेरि चाहिँ यो तपाईले बढी एडभान्टेज चाहिँ क्याश फ्लो स्टेटमेन्टमा लिन सक्नुहुन्छ है यो दुईटा च्याप्टर चाहिँ एकदमै प्रायोरिटीमा राख्नु होला है मेरो पर्सनल सजेसन के छ भन्दाखेरि क्याश फ्लो स्टेटमेन्ट र युनिट और आउटपुट कस्टिङ यानी कि कस्ट शीट टेन्डर शीट कस्ट शीट वाला है त्यो च्याप्टरहरु चाहिँ एकदम इम्पोर्टेन्ट छ 8 8 16 मार्क्स आउँछ है 55 मार्क्सको न्यूमेरिकलमा 16 मार्क्स यहाँबाट भयो अर्को 8 मार्क्स हामीलाई फाइनान्शियल स्टेटमेन्टबाट आउन सक्ने भयो त्यसैगरी कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट सबैभन्दा सजिलो च्याप्टर नै यो कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट हो है क्लास 12 को है सो यसलाई त छुटाउनै भएन अनि हाम्रो स्पेसिफिकेसन ग्रिड अनुसार के छ भने कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट र अकाउन्टिङ फर लेबरबाट 5 मार्क्स आउने कुरा छ है न्यूमेरिकल क्वेशन कति आउने छ 5 मार्क्स र 5 मार्क्समा पनि एउटा 3 मार्क्सको क्वेशन एउटा 2 मार्क्सको क्वेशन र सम्भावना चान्सेस के छ भने पोरतिरको क्वेशन मोडल क्वेशन हेर्दाखेरि कस्ट रिकन्सिलिएसन स्टेटमेन्टबाट चाहिँ 3 मार्क्स अकाउन्टिङ फर लेबरबाट चाहिँ 2 मार्क्स आउने चान्सेस चाहिँ एकदम हाई रहेको छ है भनेपछि यहाँबाट नै 3 + 2 5 मार्क्स हुन्छ र यो कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट चाहिँ एकदम इजी छ यो एकदम मेहनत गर्नु होला तपाईले अलिकति थोरै हाम्रो भिडियोजहरु हेर्नु भने पनि पुरै क्लियर भइहाल्नुहुन्छ यो हेर्नु होला है अनि अकाउन्टिङ फर लेबरमा हामीले दुईटा मेथड पढ्नु पर्ने हुन्छ जस्तो वेज रेट सिस्टमको हामीले दुईटा पढ्नु पर्ने हुन्छ टाइम रेट वेज सिस्टम पीस रेट वेज सिस्टम तिनीहरुको अनुसारको हामीले ज्याला निर्धारण गर्नुपर्छ टोटल वेजेस पेड टु वर्कर हामीले डिटरमाइन गर्नुपर्ने हुन्छ हो सो अकाउन्टिङ फर लेबर यो पनि इम्पोर्टेन्ट छ र यो यहाँ मध्येबाट हामीलाई 1 मार्क्सको थ्योरी पनि सोध्छ र 1 मार्क्सको थ्योरीमा चाहिँ तपाईलाई यही टाइप पीस रेट वेज सिस्टम टाइम रेट वेज सिस्टम यिनीहरुको मिनिङ यिनीहरुको डिफरेन्स यिनीहरुको मेरिट्स डिमेरिट्स एडभान्टेज डिसएडभान्टेज फाइदा बेफाइदा यी कुराहरु हामीलाई सोध्न सक्छ है त सो 5 मार्क्सको न्यूमेरिकल 3 मार्क्सको कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट अकाउन्टिङ फर लेबरबाट 2 मार्क्सको सोध्ने चान्सेस भयो र 1 मार्क्सको थ्योरी पनि सोध्न सक्ने भयो यहाँबाट अब जाउँ वर्कशीटबाट हामीलाई 5 मार्क्सको सोध्न सक्छ र यदि तपाईले फाइनल अकाउन्ट राउन्डसँग पढ्नु भएको छ भने वर्कशीटको त्यो टेबलहरु तान्नलाई चाहिँ स्टुडेन्टलाई झ्याउ लागिरहेको हुन्छ धेरै कुरा तान्नु पर्ने हुन्छ तर प्र्याक्टिस गर्नुभयो भने यो जतिको सजिलो अरु पनि नहोला है भनेपछि वर्कशीटलाई पनि अलिकति प्रायोरिटीमा राख्नु होला अनि अर्को फाइनल अकाउन्टमा हामी धेरै कुरा पढ्नु पर्छ ट्रेडिङ पीएल एप्रोप्रिएसन ब्यालेन्स शीट तर यहाँ के हुन्छ भने हामीलाई पोरतिरको क्वेशन मोडल क्वेशन यिनीहरु हेर्दाखेरि चाहिँ यो 5 मार्क्समा सोधिएको पाएको छ भनेपछि 5 मार्क्समा सोध्दाखेरि चाहिँ हामीलाई ट्रेडिङ पनि बनाऊ प्रॉफिट एन्ड लस अकाउन्ट पनि बनाऊ प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट पनि बनाऊ ब्यालेन्स शीट पनि बनाऊ यो सबै माग्दैन हामीलाई सम्भावना के छ भने ट्रेडिङ र पीएल मात्रै बनाऊ अथवा पीएल को आन्सर दिया हुन्छ अनि पीएल एप्रोप्रिएसन र ब्यालेन्स शीट मात्रै बनाऊ भन्न सकिरहेको हुन्छ सो यो हालको क्वेशन 5 मार्क्समा सोध्दाखेरि सजिलै हुन्छ है क्वेशनहरु त्यस्तो एकदम गाह्रो सोधिरहेको हुँदैन फाइनल अकाउन्टको एकदम सजिलो सोधिरहेको हुन्छ र आउँदो भिडियोमा चाहिँ हामी यो फाइनल अकाउन्ट यो जुन च्याप्टर छ नि एक्जाम टाइपका क्वेशन्सहरु कस्तो खालको क्वेशन एक्जाममा सोध्न सक्छ त्यस्ता खालका क्वेशनहरु चाहिँ हामी सोल्युसन गरेर पनि ल्याउने छौं है सो फाइनल अकाउन्टबाट 5 मार्क्स यो पनि एक्जाममा हामीलाई सजिलो खालको सोध्छ पढ्दाखेरि धेरै कुरा पढ्नु पर्छ बेग हो तर एक्जाममा चाहिँ हामीलाई 5 मार्क्समा सोध्ने भएको कारणले गर्दाखेरि यो सजिलो हुन्छ पहिला 12 मार्क्समा सोधिन्थ्यो पुरानो मोडल अनुसार है सो फाइनल अकाउन्ट वर्कशीट अनि रह्यो शेयर एन्ड डिभेन्चर अब शेयर र डिभेन्चरबाट चाहिँ हामीलाई जम्मा 10
10 मार्क्स आउँछ है। शेयर र डिबेन्चरबाट कति मार्क्स आउँछ 10 मार्क्स र चान्सेस के छ भने इस्यु अफ शेयर फर क्याश हो यिनीहरुबाट फोरफिचर रिइस्यु ट्रान्सफर भन्ने छ नि शेयरमा त्यहाँबाट 5 मार्क्स अनि त्यसपछि इस्यु अफ शेयर फर अदर देन क्याश त्यो भेन्डर एकाउन्ट बनाउनु पर्ने त्यो 2 मार्क्स यो अलि सजिलो हुन्छ अनि डिबेन्चरबाट तपाईलाई 3 मार्क्सको क्वेशन सोध्न सक्छ अब सोध्छ नै भने त हैन सोध्न सक्छ र शेयर एन्ड डिबेन्चरबाट 3 खालको क्वेशन आउँछ एउटा 5 मार्क्सको एउटा 2 मार्क्सको एउटा 3 मार्क्सको र इन टोटल तपाईले यो शेयर र डिबेन्चरबाट 10 मार्क्स ल्याउन सक्नुहुन्छ र चान्सेस म्याक्सिमम के छ भने डिबेन्चरबाट 3 मार्क्स र बाँकी शेयरबाट दुईटा क्वेशन 5 + 2 गरेर 7 मार्क्स तपाईको आउन सक्छ हो यसरी चाहिँ हाम्रो एक्जाममा यो च्याप्टर अनुसार हाम्रो मार्क्स आउन सक्ने भयो धेरै जस्तो स्टुडेन्टको बानी चाहिँ के हुन्छ भने अकाउन्ट पढ्दाखेरि पढ्ने क्या अब जब कि अकाउन्टमा त प्र्याक्टिस गर्नुपर्ने हो न्यूमेरिकल क्वेशन्सहरु पनि पढ्ने काम गरिरहेका हुन्छन् है त्यसले गर्दाखेरि धेरैको बिग्रिरा हुन्छ एक्जाममा बिग्रिरा हुन्छ जस्तो क्लासमा टिचरले पढाउनु हुन्छ बुझियो हैन तर घरमा नयाँ क्वेशन गर्दाखेरि सकिदैन हो र हाम्रो बानी के हुन्छ भने जस्तो कुनै टिचरले कुनै क्वेशन गर्दिनु भएको छ नि हाम्रो कपीमा सर र हेरेर नि अकाउन्ट पढ्छ कि ए यो यता यो यता यो यता भनेर ल यो आयो भनेर हामी छोड्दिन्छौं जबकि अकाउन्टमा हेरेर मात्र कहिले पनि पुग्दैन हामीले क्वेशनलाई हेरेर मात्र हैन त्यहाँ लेखेको सबै सोलुसन छ भने पनि त्यसलाई आफैले प्र्याक्टिस गर्नै पर्छ जबसम्म तपाई हातले सोलुसन गर्नुहुन्न नि तबसम्म आयो भन्ने ढुक्क नपड्नु होला है धेरै स्टुडेन्टको मिस्टेक के हुन्छ अकाउन्ट पढ्ने बानी हुन्छ जबकि अकाउन्ट पढ्ने हैन अकाउन्ट प्र्याक्टिस गर्ने हो थ्योरी क्वेशन्सहरु चाहिँ बरु मजाले पढ्नु होला है सो न्यूमेरिकल क्वेशन्सहरु हेरेर मात्रै आयो भन्ने यो ढुक्क चाहिँ नपड्नु होला यसमा तपाईले ठुलो धोका पाउन सक्नुहुन्छ अकाउन्टका क्वेशन्सहरु हेरेर आए मात्रै भनेर बस्नु हुँदैन सिम्पली तपाईले प्र्याक्टिस गर्न चाहिँ धेरै जोड दिनु पर्यो अनि अर्को कुरा टाइम पुगिरहेको हुँदैन स्टुडेन्टहरुलाई एक्जाममा टाइम नै पुगिरहेको हुँदैन तर यो टाइम नपुग्नुको कारण पनि के हो भन्दाखेरि प्र्याक्टिसको कमी किनभने हामी धेरै हेरिरहेको हुन्छौं हो र प्र्याक्टिस कम गरेका हुन्छौं प्र्याक्टिस कम गर्नाले के हुन्छ नि एक्जाममा टाइम पुग्दैन र एक्जाममा एउटा तपाईलाई सजेसन के छ भने जस्तो एक्जाम छ भने एक्जाममा तपाईले कहिले पनि अलिकति गाह्रो क्वेशनहरु अलिकति तपाई आफै कन्फ्युज भएको क्वेशन्सहरु सुरुमा कहिले पनि नगर्नु होला किनभने सुरुमै गाह्रो क्वेशन्स अथवा तपाई कन्फ्युज भएको क्वेशन्स अथवा एकदम लेन्थी क्वेशन्सहरु गर्नु भने तपाईलाई गाह्रो हुन सक्छ है सो सजिलो सजेसन के छ भन्दाखेरि जस्तो थ्योरी क्वेशन्सहरु तपाईलाई यो च्याप्टरबाट आउन सक्छ यो च्याप्टरहरुको थ्योरी क्वेशन्सहरु सजिलै छोटो टाइममा गर्न सक्नुहुन्छ हो जस्तो कम्प्युटर सिस्टम इन एकाउन्टिङहरुबाट तपाईलाई कम्प्युटर सफ्टवेयरसँग रिलेटेड एकाउन्टमा किन युजेज छ फंक्शन्स विभिन्न टपिकहरु छ तिनीहरु हेर्नु होला कस्ट एकाउन्टिङ फर ओभरहेड इनहरुको बारेमा पनि थ्योरीहरु हेर्नु होला यो थ्योरीहरु सुरुमै गर्न सक्नुहुन्छ यदि यो च्याप्टरबाट तपाईले पढेको र तपाईलाई आयो भने क्वेशनमा दिएको क्वेशन आयो भने यो गर्न सक्नुहुन्छ अर्को भनेको सजिलो क्वेशन भनेको कस्ट रिकन्सिलिएसन स्टेटमेन्टबाट सजिलो आउँछ हो यो तपाईलाई सजिलै हुन्छ अनि यो क्याश फ्लो स्टेटमेन्ट र युनिट र आउटपुट कस्टिङ यो दुईटा च्याप्टरलाई चाहिँ एकदमै प्रायोरिटीमा राख्नु होला के धेरै प्र्याक्टिस गर्नु होला सबभन्दा धेरै भन्दा धेरै प्र्याक्टिस चाहिँ क्याश फ्लो स्टेटमेन्ट र युनिट र आउटपुट कस्टिङ गर्नु होला है पहिला एनबी मा सोधेका पास्ट क्वेशन्सहरु ओल्ड इज गोल्डका क्वेशन्सहरु सबै आउने बनाउनु होला त्यो भयो भने के हुन्छ भने एक्जाममा तपाईले यो सुरुमै गर्न पनि सक्नुहुन्छ अनि सुरुमै यो 8-8 मार्क्सको दुईटा अनि थ्योरी क्वेशन्सहरु पनि गर्दिनु भयो भने तपाईको कन्फिडेन्स लेभल आफै बढ्छ त्यही भएर यी च्याप्टर्सहरु एकदम इम्पोर्टेन्ट छन् र यिनीहरु अलि सजिलो पनि हुन्छ अलि प्र्याक्टिस गर्नु हो भने त्यही भएर यी च्याप्टरसँग सम्बन्धित क्वेशन्सहरु चाहिँ सुरुमै गर्नु भो प्र्याक्टिस गरेर गर्नु भएको छ भने तपाईलाई एक्जाममा कन्फिडेन्स लेभल पनि बढ्छ प्लस तपाईले राम्रो स्कोर पनि ल्याउन सक्नुहुन्छ अल द बेस्ट बोर्ड एक्जाममा हामीलाई इन टोटल 75 मार्क्सको क्वेशन हामीले अटेम्प्ट गर्नुपर्ने हुन्छ र यो 75 मार्क्स चाहिँ तपाईलाई तीनटा ग्रुपमा सोधिन्छ ग्रुप ए ग्रुप बी ग्रुप सी ग्रुप ए भनेको एकदमै छोटो आन्सर भेरी सर्ट आन्सर्स क्वेशन है यो 11 वटा हुन्छ एउटाको 1 मार्क्स भनेको 11 1 जा 11 जम्मा जम्मी 11 मार्क्स यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ है त्यसैगरी ग्रुप बी मा जाँदाखेरि ग्रुप बी भनेको सर्ट आन्सर्स क्वेशन यसमा चाहिँ तपाईलाई 8 वटा क्वेशन सोधिन्छ र 8 वटामा तपाईले हरेक क्वेशनबाट तपाईले 5 मार्क्स जति ग्र्याब गर्न सक्नुहुन्छ सो 8 5 जा 40 मार्क्स हुन गयो त्यसैगरी ग्रुप सी भनेको चाहिँ लामो है लङ आन्सर्स क्वेशन यहाँ चाहिँ तपाईले तीनटा क्वेशन सोलुसन गर्नुपर्ने हुन्छ एउटाको मार्क्स कति हुन्छ 8 भनेपछि 3 8 जा 24 इन टोटल 11 + 40 + 24 गरेर तपाईले एक्जाममा 75 मार्क्सको क्वेशन अटेम्प्ट गर्नुपर्ने हुन्छ र हाम्रो कोर्समा जम्मा जम्मी 6 वटा युनिट छ विचार गर्नु होला हाम्रो इकोनोमिक्समा कति वटा युनिट छ 6 वटा युनिट छ र यो 6 वटा युनिट भित्र पनि अरु च्याप्टरहरु छन् के जस्तो कि युनिट 1 मा के छ भने बेसिक कन्सेप्ट अफ इकोनोमिक्स एन्ड डिस्ट्रिब्युसन अफ रिसोर्सेस भन्ने छ हैन अनि यो युनिट 1 भित्र जम्मा च्याप्टर 1 एउटै मात्र च्याप्टर छ त्यसैगरी युनिट 2 मा गयो भने यो के हो माइक्रो इकोनोमिक्स सूक्ष्म अर्थशास्त्र यो भित्र चाहिँ नाम चाहिँ युनिट 2 तर युनिट 2 भित्र हाम्रो 4 वटा च्याप्टर छ है जस्तो के छ मार्केट एन्ड रेभेन्यू कर्भ
यो च्याप्टर 2 मा रहेको छ। अर्को कस्ट कर्व च्याप्टर 3, थ्योरी अफ प्राइस एन्ड आउटपुट डिटर्मिनेसन च्याप्टर 4 मोस्ट इम्पोर्टेन्ट, लङ क्वेशनको लागि एकदम इम्पोर्टेन्ट टपिक है। थ्योरी अफ प्राइस एन्ड आउटपुट डिटर्मिनेसन एकदम इम्पोर्टेन्ट छ लङ क्वेशनको लागि। त्यसैगरी अर्को छ थ्योरी अफ फ्याक्टर प्राइसिङ, यो चाहिँ हाम्रो च्याप्टर 5 मा रहेको छ र मार्क्सको हिसाबले सबैभन्दा बढी चाहिँ युनिट 2 बाट कभर हुन्छ है। जस्तो हामीले यहाँ राखेका छौं युनिट 1 को कुरा गर्दाखेरि युनिट 1 भनेको यो बेसिक कन्सेप्ट अफ इकोनोमिक्स एन्ड डिस्ट्रिब्युसन अफ रिसोर्सेस जुन हाम्रो च्याप्टर 1 रहेको छ, यो च्याप्टर 1 बाट चाहिँ हामीलाई कति आउँछ त भन्दाखेरि ग्रुप ए मा सोधिने यानी कि 1 मार्क्सको क्वेशन एउटा सोधिन्छ। त्यसैगरी ग्रुप बी मा सोधिने यानी कि 5 मार्क्सको क्वेशन चाहिँ कति एउटा सोधिन्छ, एउटा सोधिन्छ भनेको यहाँबाट 5 मार्क्स आयो। ग्रुप बी बाट 5 मार्क्स आउनु भनेको एउटा क्वेशन सोध्यो र ग्रुप सी बाट चाहिँ एउटै पनि सोध्दैन भनेपछि यो फर्स्ट च्याप्टरबाट एउटा 1 मार्क्सको लागि सोधिन्छ, एउटा 5 मार्क्सको लागि सोधिन्छ। यो दुईटा क्वेशन सोधिँदो रहेछ र तपाईले इन टोटल यो युनिट 1 बाट 75 मा 6 मार्क्स चाहिँ यही च्याप्टर 1 बाट कभर गर्न सक्नुहुन्छ। अब जाउँ युनिट 2 माइक्रो इकोनोमिक्स मा चाहिँ के छ भन्दाखेरि यो धेरै च्याप्टरहरु छ र लेन्दी च्याप्टर पनि छ, अलि पढ्नुपर्ने कुरा पनि धेरै छ। यो युनिट 2 भित्र जुन यो हाम्रो 4 च्याप्टर छ नि हो यहाँबाट चाहिँ कति मार्क्स आउँछ त भन्दाखेरि 24 मार्क्स आउँछ है। जस्तो 24 मार्क्स 75 मा 24 भनेको एकदम ठुलो हो है युनिट 2। अब कतिवटा क्वेशन आउँछ त भन्दाखेरि यो सर्ट एन्सर्स क्वेशन हुन्छ नि 1 मार्क्सको क्वेशन जम्मा एउटा आउँदो रहेछ। ग्रुप बी मा सोधिने 5 मार्क्सको क्वेशन यहाँ इन टोटल 15 मार्क्सको आउँछ भनेपछि 3टा क्वेशन 5 मार्क्सको 3टा क्वेशन सोधिँदो रहेछ र 3टा भयो र 3टा दिइसकेपछि 3 5 15 भयो र ग्रुप सी बी मा चाहिँ 8 मार्क्स आउँछ भनेको एउटा क्वेशन सोध्दो रहेछ किनभने ग्रुप सी मा एउटा क्वेशनको मार्क्स 8 हुन्छ भनेपछि ग्रुप सी बाट तपाईले 8 मार्क्स ग्र्याब गर्न सक्नुहुन्छ भनेपछि ग्रुप सी लङ क्वेशनमा पनि सोधिँदो रहेछ युनिट 2 बाट। अर्को भनेको यो ग्रुप बी मा सोधिने 5 मार्क्सको क्वेशन 3टा आउँदो रहेछ। त्यसैगरी यो 1 मार्क्समा सोधिने एउटा क्वेशन आउँदो रहेछ र सबैभन्दा इम्पोर्टेन्ट है यहाँ चाहिँ यो थ्योरी अफ प्राइस एन्ड आउटपुट डिटर्मिनेसन छ नि यो च्याप्टरबाट चाहिँ हामीलाई 8 मार्क्सको क्वेशन सोध्ने चान्सेस म्याक्सिमम छ। अब त्यसैगरी जाउँ युनिट 3 के छ म्याक्रो इकोनोमिक्स भित्र हामीले 3टा कुरा अथवा 3टा च्याप्टर पढ्नुपर्छ। के छ बैंकिङ सिस्टम एन्ड मोनेटरी पोलिसी च्याप्टर 6 मा, गभर्नमेन्ट फाइनान्स इन्टरनेशनल ट्रेड, यो 3टा च्याप्टर चाहिँ हामीले म्याक्रो इकोनोमिक्स अन्तर्गत पढ्नुपर्छ। र यो युनिट 3 को कुरा गरिराख्दाखेरि युनिट 3 मा चाहिँ हाम्रो 1 मार्क्सको क्वेशन हुन्छ नि दुईटा सोधिँदो रहेछ 2 मार्क्स आयो। त्यसैगरी यो ग्रुप बी मा सोधिने क्वेशन चाहिँ एउटा सोधिँदो रहेछ 5 मार्क्स है 5 मार्क्स ग्रुप बी बाट आयो र यो युनिट 3 मध्येबाट एउटा चाहिँ लङ क्वेशन तपाईलाई सोध्छ 8 मार्क्सको सोध्छ है 8 मार्क्सको यानी कि एउटा लङ क्वेशन पनि सोधिन्छ र यो कम्प्यारेटिभली तपाईले आफ्नो कोर्समा आफ्नो पुरै त्यो एक्जामको अघिल्लो दिन जुन तयारी गर्नुहुन्छ नि त्यो बेला सबैभन्दा इम्पोर्टेन्ट यसलाई दिनु होला किनभने यो सजिलो छ के यो च्याप्टर तपाईलाई त्यति भास्ट लाग्दैन एकदम इजी छ है। जस्तो स्पेशली यहाँबाट तपाईलाई बैंकिङ सिस्टम एन्ड मोनेटरी पोलिसी भन्ने च्याप्टर छ नि यो बैंकिङ सिस्टममा पनि कमर्शियल बैंक वाणिज्य बैंक र सेन्ट्रल बैंक केन्द्रीय बैंकको चाहिँ फंक्सनहरु एकदमै सोध्ने प्रबल चान्सेस छ है। जस्तो केन्द्रीय बैंकको कार्यहरु के छ फंक्सनहरु के छ फंक्सन्स अफ सेन्ट्रल बैंक र फंक्सन्स अफ कमर्शियल बैंक एकदमै इम्पोर्टेन्ट वाणिज्य बैंक र केन्द्रीय बैंकको कार्यहरु फंक्सन्सहरु के हो तपाईलाई सोध्न सक्छ मोस्ट प्रोबेबल क्वेशन रहेको छ है। यो एकदम इम्पोर्टेन्ट च्याप्टर बैंकिङ सिस्टम एन्ड मोनेटरी पोलिसी। त्यसैगरी इन्टरनेशनल ट्रेड भने के हो व्यापार घाटा के हो यस्तै कुराहरु ब्यालेन्स अफ पेमेन्ट ब्यालेन्स अफ ट्रेड यस्तै टपिकहरु तपाईले यहाँ पढ्नुपर्ने हुन्छ प्लस गभर्नमेन्ट फाइनान्ससँग रिलेटेड तपाईले यहाँ पनि पढ्नुपर्ने हुन्छ। यो युनिट 3 भयो। अब जाउँ युनिट 4 मा जम्मा एउटै च्याप्टर छ र युनिट 4 को नाम के हो भन्दाखेरि डेभलपमेन्ट इकोनोमिक्स च्याप्टर 9 है। डेभलपमेन्ट इकोनोमिक्स जुन यो युनिट 4 छ यहाँबाट तपाईले कति मार्क्स पाउन सक्नुहुन्छ त भन्दाखेरि 1 मार्क्स ग्रुप ए बाट 1 मार्क्स यानी कि एउटा क्वेशन आयो। ग्रुप बी बाट चाहिँ 5 मार्क्स आयो भने चाहिँ एउटा क्वेशन सोधिँदो रहेछ ग्रुप बी बाट एउटा क्वेशन ग्रुप ए बाट एउटा क्वेशन भनेपछि इन टोटल तपाईले योबाट चाहिँ तपाईले कति प्राप्त गर्न सक्नुभयो 6 मार्क्स क्यारी गर्न सक्नुभयो। कुन च्याप्टरबाट डेभलपमेन्ट इकोनोमिक्स बाट तपाईले 6 मार्क्स क्यारी गर्न सक्नुहुन्छ। अर्को युनिट 5 मा नेप्लिज इकोनोमिक्स है। अब यो युनिटको नाम हो। अब युनिट भित्र के च्याप्टर छन् त भन्दाखेरि यहाँ 3 वटा च्याप्टर छ है। जस्तो एउटा के छ फरेन ट्रेड एन्ड फरेन इम्प्लिमेन्ट हैन फरेन ट्रेड इन्टरनेशनल ट्रेडको कुराहरु छ त्यसै वैदेशिक रोजगारीको कुराहरु छ त्यसको डिटेल्सको कुराहरु छ रेमिटेन्स
डिफेन्सको कुराहरू छ, यो च्याप्टरमा हामीले त्यो कुराहरू पढ्नु पर्यो र वैदेशिक रोजगारीसँग रिलेटेड समस्याहरू के कस्ता छन् यस्तो कुराहरू हामीले यहाँ पढ्नुपर्ने हुन्छ। अर्को के छ डेभलपमेन्ट प्लानिङ इन नेपाल, नेपालमा जुन यो प्लानिङहरू हुन्छ नि पञ्चवर्षीय योजनाहरू हुन्छ, नेपालमा प्लान कसरी फर्मुलेट हुन्छ, व्हाट इज द प्रोसेस अफ फर्मुलेसन अफ प्लान भनेर तपाईलाई धेरै सोध्न सक्छ यो च्याप्टरबाट। त्यसैगरी गोल्स अफ सस्टेनेबल डेभलपमेन्ट, सस्टेनेबल डेभलपमेन्टका गोल्सहरू युनाइटेड नेसनका 17 वटा गोलहरू जुन थियो हो त्योसँग रिलेटेड केही टपिक्सहरू तपाईलाई मिलाएर यहाँबाट सोध्न सक्छ। र यो युनिट 5 को कुरा गर्दाखेरि युनिट 5 मा 1 मार्क्सको क्वेशन कतिवटा आउने रहेछ 3 टा, यानी कि 3 मार्क्स आयो। त्यसैगरी ग्रुप बी मा 5 मार्क्सको क्वेशन एउटा सोधिदो रहेछ, सो ग्रुप बी बाट 5 मार्क्स आयो। त्यसैगरी ग्रुप सी बाट चाहिँ एउटा क्वेशन सोधिदो रहेछ, यानी कि 8 मार्क्स आयो। ठीक छ ल, यसरी इन टोटल तपाईले यो च्याप्टरबाट यो युनिटबाट चाहिँ 16 मार्क्स ग्र्याब गर्न सक्नुहुन्छ। र लास्टको युनिट जो युनिट 6 भनेको चाहिँ हाम्रो के छ क्वान्टिटेटिभ टेक्निक्स इन इकोनोमिक्स है। अब यहाँ चाहिँ तपाईले के बुझ्नु पर्यो भने स्ट्याटिस्टिक्स भने के हो त्यो कुरा पढ्नुपर्छ। स्ट्याटिस्टिक्सको लिमिटेसन, युजेज, स्कोप एरिया यी कुराहरू तपाईले यहाँ पढ्नुपर्ने हुन्छ, थ्योरीको कुरा है। त्यसैगरी यहाँ थ्योरीमा अर्को तपाईले पढ्नुपर्ने भनेको डाटाको टाइप्सहरू, सबसे इम्पोर्टेन्ट प्राइमरी डाटा, सेकेन्डरी डाटा। र यो प्राइमरी डाटाको सोर्सेस के हो, सेकेन्डरी डाटाको सोर्सेस के हो, त्यसैगरी प्राइमरी डाटा र सेकेन्डरी डाटा कसरी कलेक्ट गर्नुहुन्छ त्यो त भइहाल्यो। त्यो सँगसँगै प्राइमरी डाटा र सेकेन्डरी डाटाको डिफरेन्स एकदमै इम्पोर्टेन्ट छ है थ्योरीको लागि यहाँबाट। र त्यो सँगसँगै न्युमेरिकलको लागि पनि एकदम इम्पोर्टेन्ट छ यहाँबाट। यहाँबाट मेनली तपाईले स्ट्यान्डर्ड डेभिएसन भने के हो, भेरिएन्स भने के हो, कोएफिसिएन्ट अफ भेरिएन्स भने के हो, त्यसैगरी इन्डेक्स नम्बरहरू जस्तो पासेज, लास्ट पिरियड्स इन्डेक्स नम्बरहरू निकाल्ने ती कुराहरू पढ्नुपर्ने हुन्छ। र सबैभन्दा इम्पोर्टेन्ट चाहिँ तपाईले स्ट्यान्डर्ड डेभिएसन, मीन र लास्ट पिरियड्स र पासेस मेथडलाई तपाईले अलिकति प्रायोरिटीमा राख्नु होला। र यो युनिट 6 बाट हामीलाई कति आउने भयो भन्दाखेरि 1 मार्क्सको क्वेशन 3 टा आउने भयो, त्यसैगरी 5 मार्क्सको क्वेशन एउटा आउने भयो भने चाहिँ इन टोटल तपाईले 8 मार्क्स प्राप्त गर्न सक्नुहुन्छ। च्याप्टर वाइज डिस्कस गरौँ है, कुन च्याप्टरमा हामीले के पढ्नु पर्छ मेन कुराहरू है। जस्तो च्याप्टर 1 मा गयो भने बेसिक कन्सेप्ट अफ इकोनोमिक्स एन्ड डिस्ट्रिब्युसन अफ रिसोर्सेस जुन हाम्रो फर्स्ट च्याप्टर रहेको छ या भनौँ फर्स्ट युनिट छ, यहाँ मेन हामीले पढ्नुपर्ने भनेको पीपीसी, प्रोडक्सन पोसिबिलिटी कर्व। यसलाई एकदम सिरियसली पढ्नु होला, प्रोडक्सन पोसिबिलिटी कर्वको बारेमा तपाईले पढ्नु होला। त्यसैगरी सर्ट क्वेशनको लागि जस्तो युनिट 1 बाट त 1 मार्क्सको सर्ट क्वेशन सोधिन्छ, 1 मार्क्सको सर्ट क्वेशनको लागि अलि इम्पोर्टेन्ट भनेको चाहिँ स्कार्सिटी भने के हो, अपर्च्युनिटी कस्ट भने के हो, अवसर लागत भने के हो हैन, यी कुराहरू पढ्नुपर्ने हुन्छ। त्यसैगरी डिस्ट्रिब्युसन अफ रिसोर्सेस, डिभिजन अफ लेबरको बारेमा तपाईले पढ्नुपर्ने हुन्छ हैन। त्यसैगरी इकोनोमिक सिस्टम, अर्को इम्पोर्टेन्ट कुरा यो चाहिँ युनिट 1 बाट तपाईले पढ्नुपर्ने भनेको एउटा पीपीसी भयो, ग्रुप बी मा जुन 5 मार्क्सको क्वेशन सोधिन्छ नि यसको लागि इम्पोर्टेन्ट भनेको एउटा पीपीसी, प्रोडक्सन पोसिबिलिटी कर्व। र अर्को तपाईले यो युनिट 1 यो फर्स्ट च्याप्टरमा तपाईले ध्यान दिनुपर्ने भनेको इकोनोमिक सिस्टम। यहाँ 3 टा कुरा पढ्नुपर्ने हुन्छ हामीले, 3 टा इकोनोमिक सिस्टम पढ्नुपर्ने हुन्छ, क्यापिटलिस्ट, सोशलिस्ट र मिक्स्ड। यिनीहरुको विशेषता र यिनीहरुको मिनिङ तपाईले यहाँ पढ्नुभयो भने यो ग्रुप बी बाट 5 मार्क्स जति प्राय तपाईले ग्र्याब गर्ने चान्सेस हाई हुन्छ। अब जाउँ च्याप्टर 2। च्याप्टर 2 भनेको मार्केट एन्ड रेभेन्यू कर्व, रेभेन्यू सँग रिलेटेड हुन्छ भने चाहिँ यो च्याप्टरमा तपाईले के पढ्नुपर्छ भन्दाखेरि मार्केट एन्ड टाइप्स अफ मार्केट स्ट्रक्चर, मार्केट स्ट्रक्चरका टाइप्सहरू पढ्नुपर्ने हुन्छ। जस्तो कि पर्फेक्ट कम्पिटिसनको बारेमा पढ्नुपर्ने हुन्छ, ओलिगोपोलीको बारेमा पढ्नुपर्ने हुन्छ, मोनोपोलीको बारेमा यानी कि एकाधिकारको बारेमा पढ्नुपर्ने हुन्छ, अर्को मोनोपोलिस्टिक कम्पिटिसनको बारेमा पढ्नुपर्ने हुन्छ र तिनीहरुका विशेषताहरू तपाईले पढ्नुपर्ने हुन्छ। त्यसैगरी सबैभन्दा इम्पोर्टेन्ट यहाँ चाहिँ तपाईले डेरिभेसन अफ एआर एन्ड एमआर कर्व फ्रम टीआर कर्व भनेर पढ्नुपर्ने हुन्छ। एआर, टीआर, एमआर कसरी बनाउने, तिनीहरुको सम्बन्ध कस्तो छ र त्यो कहिलेकाहीँ तपाईलाई न्युमेरिकल प्रब्लम यानी कि क्वेशनले एउटा टेबल बनाएर पनि तपाईलाई सोध्न सक्छ। एआर, टीआर, एमआर कसरी बनाउने र यो चाहिँ हामीले हाम्रो भिडियो पनि बनाइसकेका छौं र त्यसको लिंक चाहिँ तपाईले डिस्क्रिप्सनमा पनि पाउन सक्नुहुन्छ। अर्को जाउँ च्याप्टर 3 यानी कि कस्ट कर्व। कस्ट कर्वमा चाहिँ तपाईले यो च्याप्टरमा के पढ्नुपर्छ भन्दाखेरि कस्ट भने के हो र कस्टका प्रकारहरू जस्तो कि एक्सप्लिसिट कस्ट भने के हो, इम्प्लिसिट कस्ट के हो हैन, त्यसैगरी फिक्स कस्ट, भेरिएबल कस्ट भने के हो, टोटल कस्ट भने के हो, एभरेज कस्ट, मार्जिनल कस्टहरु पढ्नुपर्ने हुन्छ। र स्पेशली तपाईले यहाँ डिराइभ गर्दाखेरि चाहिँ टोटल कस्ट, एभरेज कस्ट, मार्जिनल कस्टको तपाईले व्याख्या गर्नुपर्ने हुन्छ र एउटा नम्बरहरु राखेर एउटा ग्राफहरु बनाएर तपाईले प्लट गरेर देखाउनु पर्ने हुन्छ। अब जाउँ च्याप्टर 4 यानी कि थ्योरी अफ प्राइस एन्ड आउटपुट डिटर्मिनेसन। सबसे इम्पोर्टेन्ट च्याप्टर फर 8 मार्क्स, 8 मार्क्सको लागि एकदमै इम्पोर्टेन्ट र यो 8 मार्क्समा पनि बढी सोध्ने चान्सेस चाहिँ के छ भने हाउ इज प्राइस एन्ड आउटपुट डिटर्माइन्ड अन्डर मोनोपोली, अनि अर्को चाहिँ अन्डर पर्फेक्ट कम्पिटिसन। अझै मोनोपोली भन्दा पनि पर्फेक्ट कम्पिटिसन तपाईलाई बढी सोध्ने चान्सेस हुन्छ। र यो च्याप्टरमा अरु के पढ्नु पर्छ त भन्दाखेरि जस्तो पर्फेक्ट कम्पिटिसनको विशेषताहरू तपाईले पढ्नु होला
हैन। त्यसैगरी प्राइस एन्ड आउटपुट डिटर्मिनेसन अन्डर पर्फेक्ट कम्पिटिसन भइहाल्यो। त्यसैगरी मोनोपोली र मोनोपोलीमा पनि प्राइस एन्ड आउटपुट कसरी डिटरमाइन हुन्छ र इक्विलिब्रियमको कुराहरू तपाईले यहाँ पढ्नुपर्ने हुन्छ। अब जाउँ च्याप्टर 5 युनिट 2 भित्रको च्याप्टर 5 थ्योरी अफ फ्याक्टर प्राइसिङ। यहाँ चाहिँ तपाईले विभिन्न थ्योरीहरू पढ्नुपर्ने हुन्छ है। जस्तो यो च्याप्टरमा तपाईले मेनली जस्तो हाम्रो फ्याक्टर अफ प्रोडक्सन भनिन्थ्यो नि पहिला सुरु क्लास 11 मा। फ्याक्टर अफ प्रोडक्सनमा ल्यान्ड लेबर क्यापिटल अर्गनाइजेसन हुन्थ्यो। ल्यान्डको बदलामा हामीले रेन्ट तिर्नुपर्छ हो, रेन्टका थ्योरी पढ्नुपर्छ हामीले यहाँ। त्यसैगरी लेबरलाई हामी के दिनुपर्छ, ज्याला दिनुपर्छ, यानी कि वेजेसको थ्योरी पढ्नुपर्छ। त्यसैगरी क्यापिटल पुँजीको बदलामा हामीले के दिनुपर्छ, ब्याज तिर्नुपर्छ नि, सो इन्ट्रेस्टका थ्योरी यहाँ पढ्नुपर्छ। त्यसरी अर्गनाइजेसनले किन काम गर्छ त भन्दाखेरि प्रॉफिटको लागि काम गरिरहेको हुन्छ, सो प्रॉफिटका थ्योरीहरू पढ्नुपर्ने हुन्छ। इन सर्ट रेन्ट, वेज, इन्ट्रेस्ट र प्रॉफिटका थ्योरीहरू हामीले यहाँ पढ्नुपर्ने हुन्छ। र अरु के पढ्नुपर्छ त भन्दाखेरि यो च्याप्टरबाट च्याप्टर 5 यानी कि थ्योरी अफ फ्याक्टर प्राइसिङबाट हामीले रेन्टका पनि प्रकारहरू जस्तो सबैभन्दा इम्पोर्टेन्ट इकोनोमिक रेन्ट र कन्ट्र्याक्ट रेन्टको बारेमा तपाईले पढ्नु पर्यो र रेन्टसँग रिलेटेड एउटा रिकार्डियन थ्योरी अफ रेन्ट तपाईले पढ्नुपर्ने हुन्छ। र रिकार्डियन थ्योरी अफ रेन्ट हामीले कभर गरिसकेका छौं। तपाईले युट्युबमा सर्च गर्नुभयो भने रिकार्डियन थ्योरी अफ रेन्ट गुरुबा भनेर सर्च गर्नुभयो भने भेट्न सकिहाल्नुहुन्छ है। अर्को छ वेजसँग रिलेटेड। वेजमा पनि तपाईले सर्ट क्वेशनको लागि चाहिँ नोमिनल वेज र रियल वेज भने के हो इनहरुको डिफरेन्स तपाईले पढ्नुभयो भने तपाईलाई राम्रो हुन्छ है। त्यसैगरी अब वेजसँग रिलेटेड हाम्रो यहाँ दुईटा थ्योरी छ। एउटा सबसिस्टेन्स थ्योरी अफ वेज, जीवन निर्वाह गर्नको लागि जति ज्याला चाहिन्छ त्यति नै दिनुपर्छ भन्छ एउटा थ्योरीले। अनि अर्को छ वेज फन्ड थ्योरी, ज्यालाको सिद्धान्त भनिन्छ वेज फन्ड थ्योरी अफ वेज। यो पनि तपाईले वेजसँग रिलेटेड यहाँ पढ्नु पर्यो। यो त रेन्ट र वेजको कुरा हो। अब यो भन्दा अर्को चाहिँ हामीले यहाँ के पढ्नु पर्छ भन्दाखेरि इन्ट्रेस्टसँग रिलेटेड कुरा पढ्नु पर्ने हुन्छ है। इन्ट्रेस्टसँग कुरा गर्दाखेरि एउटा ग्रस इन्ट्रेस्ट हुन्छ, एउटा नेट इन्ट्रेस्ट हुन्छ। र त्यो सँगसँगै इन्ट्रेस्टको कुन चाहिँ थ्योरी सबैभन्दा इम्पोर्टेन्ट थ्योरी है यो च्याप्टरमा, क्लासिकल थ्योरी अफ इन्ट्रेस्ट। क्लासिकल थ्योरी अफ इन्ट्रेस्ट एकदमै इम्पोर्टेन्ट, यो तपाईले यहाँ पढ्नुपर्ने हुन्छ। त्यसैगरी अर्को तपाईले पढ्नुपर्ने भनेको कन्सेप्ट अफ प्रॉफिट। अब प्रॉफिट पनि एउटा ग्रस प्रॉफिट भने के हो, नेट प्रॉफिट भनेको के हो तपाईले पढ्नुपर्ने हुन्छ। र प्रॉफिटसँग रिलेटेड दुईटा थ्योरी पढ्नुपर्ने हुन्छ। एउटा हुन्छ तपाईले रिस्क बियरिङ थ्योरी अफ रेन्ट, रिस्क बियरिङ थ्योरी अफ प्रॉफिट, र अर्को चाहिँ हुन्छ अनसर्टेनिटी बियरिङ थ्योरी है। यो दुईटा थ्योरी तपाईले यहाँ पढ्नुपर्ने हो। अब अर्को जाउँ च्याप्टर 6। च्याप्टर 6 मा बैंकिङ सिस्टम एन्ड मोनेटरी पोलिसी छ। यहाँ चाहिँ मेनली तपाईले रोल अफ बैंकिङ सिस्टम इन इकोनोमी, अर्थतन्त्रमा इकोनोमीमा हैन बैंकिङ सिस्टमको रोल कस्तो हुन्छ, भूमिका कस्तो हुन्छ पढ्नु पर्यो। त्यसैगरी क्लासिफिकेसन अफ बैंक्स, जस्तो नेपाल राष्ट्र बैंकले के गरेको छ भन्दाखेरि बैंकहरुलाई क्लासिफाई गरेको छ, क वर्गको, ख वर्गको, ग वर्गको, यसरी क्लासिफाई गरेको छ। जस्तो वाणिज्य बैंकहरुलाई क वर्गमा राखेको छ, विकास बैंकहरुलाई ख वर्गमा राखेको छ। हो यो जुन क्लासिफिकेसन छ यो क्लासिफिकेसनको कुरा तपाईले पढ्नुपर्ने हुन्छ। त्यसैगरी अर्को भनेको फंक्सन अफ सेन्ट्रल बैंक्स है, केन्द्रीय बैंकको कार्यहरू के हो, फंक्शन्स के हो, कामहरू के हो तपाईले पढ्नु पर्यो। अर्को तपाईले के पढ्नु पर्यो, फंक्शन्स अफ कमर्शियल बैंक। कमर्शियल बैंक यानी कि वाणिज्य बैंकहरुको कार्य के हो, फंक्शन्स के हो तपाईले पढ्नु पर्यो। र सबैभन्दा इम्पोर्टेन्ट चाहिँ कमर्शियल बैंक र सेन्ट्रल बैंकको फंक्शन, यो दुईटा मध्ये एउटा सोध्ने चान्सेस चाहिँ एकदमै हाई छ है, सोध्ने चान्सेस हाई छ। त्यसैगरी अरु तपाईले यहाँ के पढ्नु पर्छ भन्दाखेरि मनी मार्केट भने के हो, क्यापिटल मार्केट भने के हो, र मनिटरी पोलिसी है, मनिटरी पोलिसीको बारेमा तपाईले यहाँ पढ्नुपर्ने हुन्छ। अब जाउँ च्याप्टर 7 गभर्नमेन्ट फाइनान्स। गभर्नमेन्ट फाइनान्समा चाहिँ हामीले मेनली तपाईले पढ्नुपर्ने हुन्छ गभर्नमेन्ट फाइनान्स भने के हो, यसको इम्पोर्टेन्स के छ। त्यसैगरी गभर्नमेन्ट एक्सपेन्डिचरको क्लासिफिकेसन, वर्गीकरण पढ्नुपर्ने हुन्छ तपाईले। र अर्को भनेको सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको डाइरेक्ट ट्याक्स र इन्डाइरेक्ट ट्याक्सको कुराहरू तपाईले यहाँ पढ्नुपर्ने हुन्छ। र ट्याक्सका पनि विभिन्न प्रकारहरू हुन्छन्, जस्तो प्रोग्रेसिभ, प्रोपोर्सनल, रिग्रेसिभ ट्याक्सहरू पढ्नुपर्ने हुन्छ, जुन हामी पहिला भिडियोमा कभर गरेका छौं। तपाईले सर्च गर्नु भने यो टपिकहरू सर्च गर्नु भने तपाईले भेट्न सक्नुहुन्छ। त्यसैगरी अर्को छ मेरिट्स अफ गुड ट्याक्स सिस्टम। यहाँबाट तपाईलाई के सुन्न सक्छ, एउटा राम्रो ट्याक्स सिस्टमको मेरिट्स, फाइदा के छ, राम्रो कुराहरू के हो त्यो कुरा पढ्नुपर्ने हुन्छ। अर्को भनेको गभर्नमेन्ट रेभेन्यू, गभर्नमेन्टको रेभेन्यू के, जस्तो गभर्नमेन्टले कहाँबाट आम्दानी गर्न सक्छ, ट्याक्सबाट हो कि हैन, अथवा कहाँबाट चाहिँ रेभेन्यू कलेक्ट गर्न सक्छ त्यो कुरा पढ्नुपर्ने हुन्छ। त्यसैगरी गभर्नमेन्ट बोरोइङ भनेको के हो। त्यसैगरी अर्को छ बजेट एन्ड स्टेजेस अफ बजेट फर्मुलेसन। र अलि इम्पोर्टेन्ट भनेको बजेट र बजेट फर्मुलेट गर्दाखेरि के स्टेपहरु अपनाउनु पर्छ एकदमै इम्पोर्टेन्ट छ। यो कुरामा तपाईले तयारी गर्नुपर्ने हुन्छ र यसको पनि भिडियोहरु हामीले बनाइसकेका छौं, तपाईले टपिक वाइज सर्च गर्नुभयो भने भेट्न सक्नुहुन्छ। अर्को छ च्याप्टर 8 यानी कि इन्टरनेशनल ट्रेड। अब च्याप्टर 8 यानी कि इन्टरनेशनल ट्रेडमा चाहिँ हामीले के पढ्नु पर्छ भन्दाखेरि कन्सेप्ट एन्ड इम्पोर्टेन्स अफ इन्टरनेशनल ट्रेड। इन्टरनेशनल ट्रेडको कन्सेप्ट र किन महत्त्व छ त, अन्तर्राष्ट्रिय व्यापारको के महत्त्व छ त्यो कुरा पढ्नुपर्ने हुन्छ हैन। त्यसैगरी अर्को ब्यालेन्स अफ ट्रेड र ब्यालेन्स अफ पेमेन्टको कुरा पढ्नुपर्ने हुन्छ। यो चाहिँ तपाईलाई 1 मार्क्समा सोध्ने चान्सेस हाई छ हैन। 1 मार्क्समा तपाईलाई ब्यालेन्स अफ ट्रेड र ब्यालेन्स अफ
पेमेन्ट याद गर्नु ल ब्यालेन्स अफ ट्रेड र ब्यालेन्स अफ पेमेन्ट तपाईलाई सोध्ने चान्सेस अलिक प्रबल रहेको छ त्यो सँगसँगै तपाईले यहाँ के सोध्न सक्छ भन्दाखेरि मेजर्स टु रिड्युस ट्रेड डिफिसिट अब व्यापार घाटालाई कम गर्ने मेजर्सहरु के छन् हैन अर्को भनेको एक्सचेन्ज रेट अनि फ्री ट्रेड र प्रोटेक्सन यहाँबाट पनि तपाईलाई धेरै सोध्ने चान्सेस हुन्छ एउटा हुन्छ फ्री ट्रेड अर्को हुन्छ प्रोटेक्सन फ्री ट्रेडको फाइदा र बेफाइदा गुण र अवगुण त्यसैगरी प्रोटेक्सनको फाइदा र बेफाइदा यानि कि गुण र अवगुणहरु तपाईले पढ्नु पर्ने हुन्छ यो तयारी गरेर जानु हो अब जाउँ च्याप्टर 9 यानि कि डेभलपमेन्ट इकोनोमिक्स च्याप्टर 9 जुन चाहिँ हाम्रो डेभलपमेन्ट इकोनोमिक्स रहेको छ यहाँबाट एउटा 1 मार्क्सको क्वेशन सोध्छ एउटा 5 मार्क्सको क्वेशन सोध्छ है मान्छेको दुईटा क्वेशन सोध्दो रहेछ ल यो डेभलपमेन्ट इकोनोमिक्स बाट दुईटा क्वेशन एउटा 1 मार्क्सको एउटा 5 मार्क्सको भनेको इन टोटल यो च्याप्टर 9 बाट तपाईले यानि कि युनिट 4 बाट तपाईले इन टोटल 6 मार्क्स ल्याउन सक्नुहुन्छ अब यहाँ के पढ्नु पर्छ 6 मार्क्सको लागि के पढ्नु पर्छ त भन्दाखेरि एउटा पढ्नु पर्छ पोभर्टी हैन पोभर्टी गरिबीको बारेमा इनइक्वालिटी असमानताको बारेमा तपाईले पढ्नु पर्ने हुन्छ अनइम्प्लोयमेन्ट बेरोजगारीको बारेमा पढ्नु पर्ने हुन्छ र 5 मार्क्समा सोध्यो भने तपाईलाई के सोध्न सक्छ भन्दाखेरि यो अनइम्प्लोयमेन्टको बारेमा तपाईलाई सोध्न सक्छ के जस्तो अनइम्प्लोयमेन्टको टाइप्स के छ प्रकारहरु के छन् बेरोजगारीका प्रकारहरु के छन् हैन त्यसैगरी तपाईलाई अर्को सोध्न सक्छ बेरोजगारीका कारणहरु र बेरोजगारी हटाउनको लागि रोजगार सृजना गर्नको लागि के गर्न सक्छ त हैन अब मेजर्स टु क्रिएट इम्प्लोयमेन्ट अपर्च्युनिटीज भनेर सोध्न सक्छ है यो कुराहरु सोध्न सक्छ त्यो सँगसँगै अर्को भनेको ह्युमन रिसोर्स भनेको के हो अनि अर्को इन्डिकेटर्स अफ ह्युमन डेभलपमेन्ट एन्ड एसडीआई ह्युमन डेभलपमेन्ट इन्डेक्स जुन यो इन्डिकेटर्सहरु छन् हैन ह्युमन डेभलपमेन्टसँग रिलेटेड जुन यो इन्डिकेटर्सहरु छन् त्यो इन्डिकेटर्सहरुको बारेमा तपाईले पढ्नु पर्ने हुन्छ स्पेशली एचडीआई अब जाउँ युनिट 5 भनेको युनिट 5 बाट तपाईलाई तीनटा 1 मार्क्सको क्वेशन सोधिन्छ एउटा 5 मार्क्सको क्वेशन सोधिन्छ र एउटा 8 मार्क्सको क्वेशन सोधिन्छ है भनेपछि 5 वटा क्वेशन सोधिने रहेछ ग्रुप ए मा 3टा क्वेशन ग्रुप बी मा एउटा क्वेशन र ग्रुप सी मा एउटा क्वेशन एउटा 8 मार्क्सको एउटा 5 मार्क्सको र 1 मार्क्सको 3टा क्वेशन सोध्दो रहेछ है भनेपछि यो पनि इम्पोर्टेन्ट च्याप्टर रहेछ र यो पनि अलि सजिलो छ मार्क्स पनि तपाईले ल्याउन सक्नुहुन्छ र अलि सजिलो छ ल युनिट 5 अब यहाँ चाहिँ के छ भने पहिला सुरु फर्स्ट च्याप्टर रहेको छ हाम्रो फरेन ट्रेड एन्ड फरेन इम्प्लोयमेन्ट फरेन ट्रेड भनेको तपाईले बुझिहाल्नुभयो हैन अन्तर्राष्ट्रिय व्यापारको कुराहरु र फरेन इम्प्लोयमेन्ट भनेको वैदेशिक रोजगारीको कुराहरु तपाईले यहाँ पढ्नु पर्ने हुन्छ स्पेशली यो च्याप्टरमा तपाईले फरेन ट्रेड प्रब्लम अफ फरेन ट्रेड इन नेपाल डब्ल्युटीओ वर्ल्ड ट्रेड अर्गनाइजेसन हैन त्यसैगरी अर्को साफ्टाको बारेमा पढ्नु पर्ने हुन्छ र अर्को भनेको फरेन इम्प्लोयमेन्ट र रेमिटेन्सको बारेमा पनि पढ्नु पर्ने हुन्छ अब जाउँ च्याप्टर 11 भनेको डेभलपमेन्ट प्लानिङ इन नेपाल यो हाम्रो जुन च्याप्टर रहेको छ यहाँ चाहिँ तपाईले मेनली अब्जेक्टिभ्स अफ करेन्ट प्लान अहिलेको वर्तमान प्लान जुन छ नि हो यो योजनाको बारेमा तपाईले पढ्नु पर्ने हुन्छ र त्यसको बारेमा केही तयारी गरेर जानु होला जस्तो अनि सबसे इम्पोर्टेन्ट कुरा प्लान फर्मुलेसन प्रोसेस के छ हैन यो प्लानहरु कसरी फर्मुलेट हुन्छ कुन प्रोसेसबाट तयार पारिन्छ हैन त्यो कुरा पढ्नु पर्ने हुन्छ त्यसैगरी अहिलेको जुन यो हाम्रो पञ्चवर्षीय योजनाहरु हुन्छ नि त्यो प्लानको रिभ्यूको पनि तपाईले पढ्नु पर्ने हुन्छ त्यसको पनि तयारी गरेर जानु होला अब अर्को छ च्याप्टर 12 यानि कि युनिट 5 भित्र च्याप्टर 12 गोल्स अफ सस्टेनेबल डेभलपमेन्टको बारेमा तपाईले पढ्नु पर्ने हुन्छ जस्तो यहाँ चाहिँ तपाईले के पढ्नु पर्यो भन्दाखेरि एउटा सस्टेनेबल डेभलपमेन्ट के कन्सेप्टको बारेमा पढ्नु पर्ने भयो अर्को भनेको चाहिँ युनाइटेड नेसनको जुन 17 वटा सस्टेनेबल डेभलपमेन्टको गोलहरु छ त्यो कुराहरु पढ्नु पर्यो अब 17 वटा तपाईले लेख्नु पर्ने हुन्छ घोक्नु पर्ने हुन्छ भन्ने चाहिँ हैन तर कहिलेकाहीँ अब यो 17 वटा गोल मध्ये कुन चाहिँ नेपालमा रिलेभेन्ट छैन भनेर सोध्न सक्छ एउटा कुन हो त्यो सोध्न सक्छ त्यो एकचोटी तपाईले आफ्नो बुकमा हेर्नु होला अनि त्यो सँगसँगै अर्को तपाईलाई के सोध्न सक्छ भन्दाखेरि जीरो पोभर्टी को कन्सेप्टको कुराहरु जुन नेपालमा ल्याएको छ त्यो जीरो पोभर्टी र नेपालको कुराहरु त्यसैगरी जीरो हंगरको कुराहरु जुन यो हंगर क्राइसिस भइरहेको छ जस्तो भोकमरीमा मान्छेहरु परिरहेको छन् त्यसलाई जीरोमा ल्याउने कोसिसको कुराहरुको तपाईले यहाँ पढ्नु पर्ने हुन्छ अर्को छ डिसेन्ट वर्क एन्ड इकोनोमिक ग्रोथको बारेमा र क्वालिटी एजुकेसन एन्ड नेपालको बारेमा पढ्नु पर्ने हुन्छ अब अर्को भनेको क्वान्टिटेटिभ टेक्निक्स इन इकोनोमिक्स यो हाम्रो च्याप्टर 13 रहेको छ लास्ट च्याप्टर रहेको छ है र यो च्याप्टरबाट चाहिँ तपाईले जम्मी 8 मार्क्स ल्याउन सक्नुहुन्छ 1 मार्क्सको 3टा क्वेशन र एउटा चाहिँ 5 मार्क्सको एउटा क्वेशन भनेको 4 वटा क्वेशन आउँदो रहेछ ल 4 वटा क्वेशन आउँछ यहाँबाट 3टा 1 मार्क्सको एउटा चाहिँ 5 मार्क्सको आउँदो रहेछ भने चाहिँ इन टोटल 8 मार्क्स आयो अब 3टा 1 मार्क्सको क्वेशन पनि कस्तो आउन सक्छ त भन्दाखेरि यहाँबाट तपाईलाई स्ट्याटिस्टिक्स भने के व्हाट इज स्ट्याटिस्टिक्स त्यसैगरी प्राइमरी डाटा के हो प्राइमरी डाटाको सोर्सेसको बारेमा सोध्न सक्छ सेकेन्डरी डाटा भने के हो यसको सोर्सेसको बारेमा सोध्न सक्छ प्राइमरी डाटा र सेकेन्डरी डाटाको डिफरेन्सको बारेमा सोध्न सक्छ हो यी कुराहरु सोध्न सक्छ जस्तो स्ट्याटिस्टिक्सको लिमिटेसन इम्पोर्टेन्स त्यो बारे पनि सोध्न सक्यो र त्यो सँगसँगै अब हामीलाई जुन यो अर्को 5 मार्क्समा सोधिन्छ भने चाहिँ नि यसको लागि चाहिँ अलि इम्पोर्टेन्ट भनेको चाहिँ न्यूमेरिकल प्रब्लम तपाईले यहाँबाट तयारी गर्नुपर्ने हुन्छ जस्तो
मीन भने के हो हैन औसत क्या त्यो कसरी निकाल्ने त्यो इन्डिभिजुअल सिरिजमा डिस्क्रिट सिरिजमा इन्डिभिजुअल सिरिज डिस्क्रिट सिरिज कन्टिन्युअस सिरिजमा कसरी निकाल्ने त्यो कुराहरु तपाईले तयारी गर्नुस् त्यसैगरी स्ट्यान्डर्ड डेभिएसन कसरी निकाल्ने त्यो पनि इन्डिभिजुअल डिस्क्रिट र कन्टिन्युअस डाटाको केसमा कसरी निकाल्ने त्यो तपाईले तयारी गर्नु पर्ला त्यो सँगसँगै अर्को भनेको तपाईले भेरिएन्स कोएफिसिएन्ट अफ भेरिएन्स र सबैभन्दा इम्पोर्टेन्ट चाहिँ एउटा स्ट्यान्डर्ड डेभिएसनलाई दिनु होला र अर्को भनेको चाहिँ प्राइस इन्डेक्स प्राइस इन्डेक्स को बारेमा तपाईले तयारी गर्नु होला र प्राइस इन्डेक्समा पनि सबैभन्दा बढी प्रायोरिटी चाहिँ लास्ट पेज र पास्ट पेजलाई दिनु होला यो पनि एकदम सजिलो छ तपाईले युट्युबमा सर्च गर्नु भने भेट्न सक्नुहुन्छ पहिला पुरानो कोर्समा यो च्याप्टर 11 मा थियो अहिले यो च्याप्टर 12 मा आएको छ पुरानो कोर्सकै भए पनि तपाईले एकचोटी यो टपिकहरु युट्युबमा सर्च गरेर पछाडी गुरुबा लेख्नु भने तपाईले इजिली भेट्न सक्नुहुन्छ एक्जाममा हाम्रो तीनटा ग्रुप हुन्छ ग्रुप ए ग्रुप बी र ग्रुप सी ग्रुप ए मा के हुन्छ भन्दाखेरि हाम्रो 11 वटा क्वेशन सोधेको हुन्छ र 11 वटा क्वेशन भनेको एउटा क्वेशनको 1 मार्क्स भनेको कति भयो 11 * 1 11 मार्क्स भयो ग्रुप बी मा के हुन्छ हाम्रो 8 वटा क्वेशन सोधिन्छ र एउटा क्वेशनको मार्क्स कति हुन्छ 5 मार्क्स हुन्छ भने चाहिँ 8 वटा क्वेशन 5 मार्क्स हो भने चाहिँ 8 5 40 मार्क्स भयो ग्रुप सी मा गयो भने ग्रुप सी मा हामीलाई तीनटा क्वेशन सोधिन्छ र एउटा क्वेशनको मार्क्स कति हो 8 मार्क्स भनेको 3 8 24 मार्क्स भयो यानी कि 11 मार्क्स plus 40 marks plus 24 marks गर्दाखेरि इन टोटल हाम्रो कति हुन गयो त 75 मार्क्स हुन गयो है अब यो 75 मार्क्स चाहिँ हामीलाई एक्जाममा कसरी आउँछ कुन च्याप्टरबाट कति आउँछ अब हामी वन बाइ वन डिस्कस गर्ने पहिला सुरु कुरा गरौँ च्याप्टर नम्बर 1 च्याप्टर नम्बर 1 हाम्रो के छ एन ओभरभ्यू अफ मार्केटिङ यो च्याप्टरबाट चाहिँ हामीलाई बोर्ड एक्जाममा 1 ग्रुप ए यहाँ जहाँ के हामीलाई 1 मार्क्स मात्रै सोधिन्छ हो त्यो 1 मार्क्स टाइपको क्वेशनमा एउटा मात्र क्वेशन आउँछ भनेपछि एन ओभरभ्यू अफ मार्केटिङबाट जम्मा 1 मार्क्स आउँछ यानी कि 1 मार्क्स यो च्याप्टरबाट जस्ट 1 मार्क्स भनेपछि अब यसको वेट के रहेछ एकदम कम रहेछ 75 मा जम्मा 1 मार्क्स आउँदो रहेछ है र यो च्याप्टरमा हामीले पढ्नुपर्ने मेजर इम्पोर्टेन्ट टपिक्स भनेको कन्सेप्ट एन्ड इम्पोर्टेन्स अफ मार्केटिङ मार्केटिङको कन्सेप्ट के हो व्हाट इज मार्केटिङ व्हाट आर द इम्पोर्टेन्स अफ मार्केटिङ मार्केटिङका दुईटा इम्पोर्टेन्सहरु त्यो तपाईले पढेर तयारी गर्न सक्नुहुन्छ है अब अर्को के छ प्रोडक्ट च्याप्टर नम्बर 2 प्रोडक्ट अब हाम्रो के हुन्छ नि च्याप्टर नम्बर 2 र च्याप्टर नम्बर 3 बाट यो दुईटा च्याप्टर मध्येबाट है ग्रुप ए मा 1 मार्क्स को क्वेशन हुन्छ नि तीनटा आउँछ भने कि 3 मार्क्स आयो त्यसगरी दुईटा च्याप्टर मध्येबाट तपाईलाई 5 मार्क्समा सोधिने दुईटा क्वेशन आउँछ 5 मार्क्समा सोधिने दुईटा क्वेशन आयो भने चाहिँ कति मार्क्स भयो 10 मार्क्स भयो त्यसैगरी यो दुईटा च्याप्टर मध्येबाट एउटा लङ क्वेशन पनि आउँछ 8 मार्क्स को आउँछ भने चाहिँ यो दुईटा कि प्रोडक्टबाट कि प्राइसिङबाट एउटा लङ क्वेशन आउँछ 8 मार्क्स को आउँछ भने चाहिँ इन टोटल यो प्रोडक्ट र प्राइसिङ दुईटा च्याप्टर मध्येबाट चाहिँ हाम्रो कति आयो 21 मार्क्स आयो अब के टपिकहरु छन् त इम्पोर्टेन्ट टपिकहरु भन्दाखेरि पहिला सुरु कुरा गरौँ प्रोडक्टको प्रोडक्टमा चाहिँ हामीले मेजर टपिक्सहरु के छ भन्दा मिनिङ अफ प्रोडक्ट कुनै पनि प्रोडक्ट भनेको के हो हैन क्लासिफिकेसन अफ प्रोडक्टलाई हामीले क्लासिफाई गर्न सक्छौं अब हाम्रो कोर्समा चाहिँ दुई खालको क्लासिफिकेसन हामीले पढ्नु पर्ने हुन्छ एउटा कन्ज्युमर प्रोडक्ट एउटा हुन्छ कि इन्डस्ट्रियल प्रोडक्ट तिनीहरुको बारेमा तपाईले पढ्नु पर्ने हुन्छ त्यो सँगसँगै यो प्रोडक्ट च्याप्टरको नाम प्रोडक्ट हो नि त जस्तो तपाईले के प्रोडक्ट भनिराख्दाखेरि के कुरा हुन्छ त त्यसको ब्रान्डको कुरा होला सो ब्रान्डिङ प्याकेजिङको कुरा होला प्याकेजिङको कुरा भयो लेभलिङको कुरा छ यी टपिकहरुमा आधारित भएर तपाईले राम्रोसँग तयारी गर्नुपर्ने हुन्छ यो चाहिँ हाम्रो मेजर इम्पोर्टेन्ट टपिक्स भयो है अर्को के छ च्याप्टर नम्बर 3 प्राइसिङ हैन त अब प्राइसिङ भनेको मूल्य राख्नु के जस्तो कुनै पनि प्रोडक्ट छ भने त्यो प्रोडक्टको प्राइस कति सेट गर्ने कति डिटरमाइन गर्ने भन्ने कुरालाई चाहिँ हामी सजिलो भाषामा प्राइसिङ भन्न सक्छौं सो प्राइसिङ भन्ने च्याप्टरमा हामीले के पढ्नु पर्यो प्राइस भने के र प्राइसिङ भने के प्राइस र प्राइसिङ हैन त अनि अब्जेक्टिभ्स अफ प्राइसिङ यो प्राइसिङको उद्देश्यहरु के हो हैन जस्तो अब्जेक्टिभ अफ प्राइसिङमा हामीले धेरै कुराहरु पढ्नु पर्ने हुन्छ एउटा सेल्सलाई बढाउन खोजिरहेको हो कि एउटा प्रॉफिटलाई बढाउन खोजिरहेको हो कि एउटा मार्केटमा लङ टाइमसम्म हामीले एउटै प्राइस राखिराख्न खोजिरहेका छौं कि के गर्न खोजिरहेका छौं हाम्रो त्यो अब्जेक्टिभ्सहरु पढ्नु पर्ने हुन्छ अर्को फर्म्स अफ प्राइसका पनि विभिन्न फर्महरु हुन्छन् प्राइसिङ अलाउन्सेस एन्ड डिस्काउन्ट इनरको डिस्काउन्टको कुराहरु हामीले पढ्नु पर्ने भो इम्पोर्टेन्स अफ प्राइसको इम्पोर्टेन्स के छ त्यसैगरी फ्याक्टर्स अफेक्टिङ प्राइसिङ जस्तो कम्पनीले कुनै पनि प्रोडक्टको प्राइसिङ गरिराख्दाखेरि के कुराहरुले चाहिँ असर गरिरहेको हुन्छ व्हाट आर द फ्याक्टर्स अफेक्टिङ प्राइसिङ अफ अ प्रोडक्ट है त्यो कुराहरु हामीले यो च्याप्टरमा पढ्नु पर्ने हुन्छ अब अर्को जाउँ च्याप्टर नम्बर 4 च्याप्टर नम्बर 4 हाम्रो के छ डिस्ट्रिब्युसन अब डिस्ट्रिब्युसन भनेको सजिलो भाषामा डिस्ट्रिब्युसन भनेको त बाँड्नु हो नि त हैन अब मार्केटिङमा डिस्ट्रिब्युसनको अर्थ के हो जस्तो हामीले केही
सामान प्रोड्युस गरिरहेको छौँ भने त्यसलाई कन्ज्युमरसँग पुर्याउने एउटा माध्यम हो, एउटा च्यानल हो है, सजिलो भाषामा भन्दाखेरि चाहिँ। अब डिस्ट्रिब्युसन भन्ने च्याप्टरमा हामीले के पढ्नु पर्यो? मिनिङ अफ डिस्ट्रिब्युसन, एलिमेन्ट्स अफ डिस्ट्रिब्युसन, डिस्ट्रिब्युसनका एलिमेन्ट्सहरू के हुन्छन्, इम्पोर्टेन्स अफ ट्रान्सपोर्टेसन इन डिस्ट्रिब्युसन, डिस्ट्रिब्युसनमा ट्रान्सपोर्टेसन यातायातको भूमिका के छ त्यो कुरा एकदम इम्पोर्टेन्ट हो। अर्को वेयर हाउसिङ भने के हो, वेयर हाउसिङको इम्पोर्टेन्सहरू, त्यो वेयर हाउसिङसँग रिलेटेड कुराहरू र लजिस्टिक म्यानेजमेन्टका कुराहरू चाहिँ हामीले यस च्याप्टरमा पढ्नुपर्ने हुन्छ। अब त्यस पछाडि अर्को के छ? प्रोमोसन। अब प्रोमोसन भनेको के? जस्तो हामीले के प्रडक्टहरू अफर गरिरहेका छौँ भने त्यसलाई प्रमोट गर्नु पर्यो नि त, प्रचार गर्नु पर्यो नि त हैन। सो प्रोमोसन भनेको विज्ञापन, प्रचार, पब्लिसिटी, यी टपिकहरू चाहिँ यो भित्र पढ्ने भयो। सो के पर्यो त भन्दाखेरि प्रोमोसन भने के? व्हाट डु यु मिन बाइ प्रोमोसन? प्रोमोसनको अर्थ के हो? अब्जेक्टिभ्स अफ प्रोमोसन के हो, यसको उद्देश्य के हो त, किन गरिन्छ त प्रोमोसन? त्यसैले कम्पोनेन्ट अफ प्रोमोसन, प्रोमोसनका कम्पोनेन्टहरू के हुन्? एडभर्टाइजमेन्टको बारेमा पढ्नु पर्यो, पब्लिसिटीको बारेमा पढ्नु पर्यो, पब्लिक रिलेसनको बारेमा पढ्नु पर्यो। जस्तो पब्लिक रिलेसन पनि मेन्टेन गरिरहेको हुनुपर्छ कम्पनीहरूले आफ्नो प्रडक्टलाई अलिकति प्रमोट गर्नको लागि। अनि पर्सनल सेलिङको बारेमा पनि तपाईले यहाँ पढ्नुपर्ने हुन्छ। र यो दुईटा च्याप्टर भन्यो नि, डिस्ट्रिब्युसन र प्रोमोसन, यहाँबाट 1 मार्क्सको क्वेशन कति आउँछ? 2टा आउँछ। त्यसैगरी 5 मार्क्सको क्वेशन कतिवटा आउँछ? 3टा आउँछ भनेपछि 15 मार्क्स आयो। त्यसैगरी लङ क्वेशन चाहिँ एउटा आउँछ 8 मार्क्स आयो भनेपछि धेरै इम्पोर्टेन्ट रहेछ, 25 मार्क्स आयो। एउटा 8 मार्क्सको क्वेशन, 5 मार्क्सको क्वेशन 3टा भनेपछि 15 मार्क्सको आयो। त्यसैगरी 1 मार्क्सको 2टा क्वेशन भनेपछि 2टा क्वेशन आयो भनेपछि यो डिस्ट्रिब्युसन र प्रोमोसनबाट अल टुगेदर वी क्यान ग्र्याब 25 मार्क्स। त्यस पछाडि हाम्रो च्याप्टर नम्बर 6 रहेको छ। च्याप्टर नम्बर 6 मा के छ भन्दाखेरि इमर्जिङ इश्यूज इन मोडर्न मार्केटिङ छ हो। अब इमर्जिङ इश्यूज इन मोडर्न मार्केटिङ र अर्को हाम्रो च्याप्टर 7 रहेको छ बिजनेस एथिक्स एन्ड सोशल रेस्पोन्सिबिलिटी। यो दुईटा च्याप्टरबाट 6 र 7 च्याप्टरबाट चाहिँ हामीलाई 1 मार्क्सको 3टा क्वेशन सोधिन्छ भने चाहिँ 3 मार्क्स आयो। त्यसैगरी 5 मार्क्सको 2टा क्वेशन सोधिन्छ भने चाहिँ कति मार्क्स आयो? 10 मार्क्स आयो। त्यसैगरी लङ क्वेशन भनेको एउटा आउँछ, यानी कि 8 मार्क्स आयो भने चाहिँ एउटा लङ क्वेशन, 5 मार्क्सको 2टा क्वेशन 10 मार्क्स हो। त्यसैगरी 1 मार्क्सको 1 मार्क्सको 3टा क्वेशन भनेपछि 3 मार्क्सको अल टुगेदर यहाँबाट कति आउनु भयो? 21 मार्क्स आउने भयो। यो दुईटा च्याप्टरबाट 21 मार्क्स आउँछ। अब के पढ्नु पर्छ त? यहाँको मेजर टपिक्सहरू के हो त भन्दाखेरि इमर्जिङ इश्यूज इन मोडर्न मार्केटिङ, अहिलेको मोडर्न मार्केटिङमा के इश्यूजहरू छन्, आइरहेको नयाँ इश्यूजहरू के हो त भन्ने कुराहरू चाहिँ हामीले यहाँ पढ्नुपर्ने हुन्छ है। मेनली हामीले यहाँ एग्रिकल्चरल मार्केटिङको बारेमा पढ्नुपर्छ, इन्डस्ट्रियल मार्केटिङको बारेमा पढ्नुपर्छ, इन्टरनेट अथवा ई-कमर्स भनौँ न, इन्टरनेट मार्केटिङको बारेमा पढ्नुपर्छ र अर्को भनेको टेलिभाइज्ड मार्केटिङको बारेमा पढ्नुपर्ने हुन्छ। र त्यो सँगसँगै अरू टपिकहरू पनि छ, जस्तो ग्लोबल मार्केटिङको बारेमा लगायत अरू मार्केटिङहरू पनि पर्छ। मेन चाहिँ यिनीहरू यहाँ पढ्छन्। त्यो सँगसँगै अर्को जुन हाम्रो यो बिजनेस एथिक्स एन्ड सोशल रेस्पोन्सिबिलिटी भनिरहेका छौँ नि, यो च्याप्टरमा चाहिँ हाम्रो मेजर टपिक्सहरू के हो त भन्दाखेरि मार्केटिङ एथिक्स भने के हो र मार्केटिङ एथिक्स एन्ड रेस्पोन्सिबिलिटीको बारेमा पनि हामीले यहाँ पढ्नुपर्छ। रेस्पोन्सिबिलिटी भने के? जिम्मेवारी हैन। सोशल मार्केटिङ फंक्सन के हुन्, यसको मिनिङ हैन, कस्ट अफ इग्नोरिङ रेस्पोन्सिबिलिटी। जस्तो एउटा कम्पनी भइसके पछाडि त्यो कम्पनीले केही प्रडक्टहरू अफर गरिरहेको छ भने उसले सामाजिक के जिम्मेवारी पनि वहन गर्नुपर्छ के हो। त्यो रेस्पोन्सिबिलिटीहरू बियर नगर्दाखेरि के कस्ता कस्टहरू बियर गर्नुपर्ने हुन सक्छ हो, त्यो कुराहरू हामीले यहाँ पढ्नुपर्ने हुन्छ। र हाम्रो लास्ट च्याप्टर भनेको के छ? डेभलपिङ सेल्सम्यानशिप। अब सेल्सम्यानशिप भनेको सजिलो भाषामा एउटा सेल्सम्यान भनेको जसको काम चाहिँ बेच्नु छ, सामानलाई प्रडक्टलाई बेच्नु छ हैन, कन्ज्युमरमा चाहिँ अलिकति इन्फ्लुएन्स बनाएर उसलाई बेच्नु छ भने चाहिँ एउटा सेल्सम्यानमा हुनुपर्ने खुबीहरू, सेल्स गर्नको लागि चाहिने खुबीहरू नै युजुअली सेल्सम्यानशिपमा पर्छन् है। अब डेभलपिङ सेल्सम्यानशिपबाट चाहिँ हामीलाई एक्जाममा कति मार्क्स आउँछ? 7 मार्क्स आउँछ। अब यो 7 मार्क्स पनि कसरी आउँछ? यो लास्टको च्याप्टरबाट, च्याप्टर नम्बर 8 बाट 1 मार्क्सको 2टा क्वेशन सोधिन्छ। त्यसैगरी 5 मार्क्सको एउटा क्वेशन सोधिन्छ भने चाहिँ 2 + 5 कति भयो? 7 मार्क्स आयो। 1 मार्क्सको 2टा क्वेशन 2 मार्क्स र 5 मार्क्सको 1 क्वेशन भनेको 5 मार्क्स, यानी कि अल टुगेदर कति आयो? 7 मार्क्स आयो। र यो च्याप्टरमा हामीले पढ्नुपर्ने टपिकहरू के हो भन्दाखेरि मिनिङ अफ सेल्सम्यानशिप, सेल्सम्यानशिप भनेको के हो हैन, सेल्सम्यानशिपको अर्थ सोध्छ। अर्को भनेको रोल अफ सेल्सम्यानशिप इन मार्केटिङ, र मार्केटिङमा एउटा सेल्सम्यानशिपले के कस्तो भूमिका खेल्छ यो कुरा हामीले पढ्नु पर्यो। अर्को सेलिङ एज अ साइकोलोजिकल फेनोमेनन, तपाईले सेलिङ गर्नु भनेको चाहिँ एउटा साइकोलोजिकल फेनोमेनन हो भनेर एक्सप्लेन गर्नुपर्ने भयो। र त्यस पछाडि अर्को के छ? क्वालिटिज अफ अ गुड सेल्सम्यान। एउटा गुड सेल्सम्यान, एउटा राम्रो दक्ष एकदम क्यापेबल डिजर्भिङ सेल्सम्यान हुनको लागि चाहिँ के कस्ता खुबीहरू चाहिन्छ? व्हाट आर द इसेन्शियल ट्रेड्स पनि भन्छ, यो क्वालिटिजलाई के पनि भन्छ? ट्रेड्स, TRAITS ट्रेड्स पनि भनिरहेको हुन्छ। यानी कि एउटा गुड सेल्सम्यानशिपमा हुनुपर्ने खुबीहरू, क्वालिटिजहरू के हो, त्यो कुराहरू हामीले यहाँ पढेर तयारी गर्नुपर्ने हुन्छ।
प्रश्न नम्बर 1 अक्षर संरचना र अक्षर संख्या। यहाँ चाहिँ के हुन्छ भने तपाईलाई के दिएको हुन्छ भन्दा एउटा सेन्टेन्स दिएको हुन्छ, त्यो सेन्टेन्समा चाहिँ के अन्डरलाइन गरिएको है, रेखाङ्कन गरिएको केही शब्दहरू हुन्छ र त्यो रेखाङ्कन गरिएका यानि कि अन्डरलाइन गरिएका शब्दको चाहिँ अक्षर संरचना र अक्षर संख्या तपाईले देखाउनु पर्ने हुन्छ। तीनवटा हुन्छ, तीनवटा देखाउनु पर्ने हुन्छ। यसको कति मार्क्स हो? 3 मार्क्स हो र यसको पनि तपाईले अलिकति लजिक लगाएर पढ्नु हो भने यो सजिलो पनि हुन्छ है। अर्को के छ? शुद्ध गरी पुनर्लेखन गर्ने। यहाँ चाहिँ तपाईको के हुन्छ नि, एउटा सेन्टेन्स दिएको हुन्छ, वाक्य दिएको हुन्छ, त्यो वाक्यमा चाहिँ हाम्रो 6 वटा इरर, विभिन्न खालका इरर्सहरू हुन्छन् है। त्यो 6 वटा इरर्सहरू तपाईले देखेर त्यसलाई चाहिँ तपाईले सच्याएर लेख्नुभयो भने तपाईले कति मार्क्स पाउनुहुन्छ? 3 मार्क्स पाउनुहुन्छ। र यो रिराइट द सेन्टेन्स भने जस्तै हो के, तपाईलाई सेन्टेन्स दिएको हुन्छ, त्यो मिस्टेक भएको कुरालाई चाहिँ तपाईले सच्याएर लेख्नुपर्ने हुन्छ र यो कति मार्क्सको हो? 3 मार्क्सको। कतिवटा मिस्टेक हुन्छ? 6 वटा मिस्टेक हुन्छ है। यानि कि एउटा मिस्टेक भनेको 0.5 मार्क्स बराबरको रहेछ भन्ने बुझ्न सक्यौं। अर्को प्रश्न नम्बर 3 मा के छ भने पारिभाषिक अथवा प्राविधिक र अनुकरणात्मक शब्द यो तपाईले पत्ता लगाउनु पर्यो र त्यसलाई चाहिँ वाक्यमा प्रयोग गर्नुपर्ने हुन्छ। अब पारिभाषिक र प्राविधिक भनेको अलिकति टेक्निकल टर्महरु क्या, जस्तो इकोनोमिक्सको केही टेक्निकल टर्महरु होला, बेरुजु भन्ने होला हो, यो टेक्निकल टर्महरु चाहिँ पारिभाषिक अथवा प्राविधिक भयो। र अनुकरणात्मक शब्द भनेको जस्तो सुटुक्क, हिसिक्क, खिसिक्क हो, यस्ता शब्दहरु चाहिँ के भयो? अनुकरणात्मक शब्द। यो चाहिँ तपाईले सेन्टेन्सबाट छुट्याउने अनि त्यो छुट्याएर त्यसलाई फेरि वाक्यमा, फेरि एउटा सेन्टेन्समा प्रयोग गर्ने है, कि यो गर्नु पर्यो, कमा यो आउँछ, यो नगर्ने भए तपाईलाई एउटा सेन्टेन्स दिएको हुन्छ, त्यहाँबाट तपाईले उखान र टुक्का छुट्याएर त्यो उखान र टुक्कालाई वाक्यमा पनि प्रयोग गर्न सक्नुहुन्छ भने चाहिँ यो 3 नम्बरको चाहिँ हामीले कति मार्क्सको आयो? 2 मार्क्सको आयो। दुईटा तपाईले निकाल्नु पर्यो अनि दुईटा मध्ये त्यो दुईटालाई चाहिँ तपाईले वाक्यमा पनि प्रयोग गर्नु पर्यो। जस्तो कको गर्नुहुन्छ नि कि पारिभाषिक एउटा र अनुकरणात्मक शब्द एउटा, अनि अर्को चाहिँ तपाईले उखान र टुक्काबाट गर्नु भने एउटा उखान र एउटा टुक्का निकालेर वाक्यमा प्रयोग गर्नु पर्यो। यो र यो मध्ये एउटा गर्नु। अनि अर्को हाम्रो क्वेशन नम्बर 4 मा के हुन्छ भने शब्दको पदवर्ग पहिचान गर्ने। अब पदवर्ग पहिचान गर्ने र यो कति मार्क्सको? 3 मार्क्सको हो। जस्तो यसमा चाहिँ नाम, सर्वनाम, विशेषण, क्रियापद लगायत हाम्रो पदवर्गहरू चाहिँ तपाईले छुट्याउनु पर्ने हुन्छ र यो कति मार्क्सको हो? 3 मार्क्स हो। यो पनि तपाईले हेर्नु होला। अनि अर्को के छ? तत्सम, तद्भव र आगन्तुक शब्द पहिचान गर्ने। जस्तो संस्कृतबाट हुबहु आएको रूप चेन्ज नगरिकन है, बदलिएर नआइकन जस्तोको शब्द संस्कृतमा हुन्थ्यो त्यस्तै नेपालीमा छ भने त्यसलाई हामी तत्सम भन्छौं। तद्भव भनेको संस्कृतको टर्म चाहिँ रूप बदलिएर चाहिँ अहिलेको नेपाली शब्दमा चाहिँ अलिकति अर्कै जस्तो भएको। जस्तो पत्र चाहिँ तत्सम भयो, पत्रबाट पात भनिन्छ नेपालीमा हैन, त्यो चाहिँ पत्रबाट ट्रान्सलेट भयो, अलिकति चेन्ज हुँदै हुँदै यो पात बनेको, त्यसलाई चाहिँ हामी के भन्छौं? तद्भव भन्छौं। भनेपछि तत्सम, तद्भव र आगन्तुक शब्द, यो तीन खालको शब्द छ नि। यो 3 खालको शब्दमा तपाईलाई दुईटा सोध्छ कि तत्सम तद्भव कि तत्सम आगन्तुक कि तद्भव आगन्तुक। अनि यहाँबाट चाहिँ तपाईले के गर्नु पर्यो? त्यो शब्द पहिचान गर्नु पर्यो र कति मार्क्स पाउनुहुन्छ? 2 मार्क्स है। भनेपछि तत्सम कुन हो, तद्भव कुन हो, आगन्तुक कुन हो भनेर त्यो दिएको सेन्टेन्सबाट तपाईले छुट्याउनु पर्ने हुन्छ। अर्को छ क्वेशन नम्बर 6 मा उपसर्ग व्युत्पन्न शब्द र प्रत्यय व्युत्पन्न शब्द। यो चाहिँ तपाईले छुट्याउनु पर्यो है। उपसर्ग र यो प्रत्यय जुन यो पार्ट छ यो तपाईले छुट्याउनु पर्यो र तिनको निर्माण प्रक्रिया पनि देखाउनु पर्यो कि यो खालको क्वेशन गर्नु पर्यो। नभए अर्को तपाईलाई छ समस्त शब्द र द्वितीय शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वितीय शब्दको निर्माण प्रक्रिया देखाउने। कि यो गर्नु पर्यो, कि यो गर्नु पर्यो। कति मार्क्स हो? 3 मार्क्स हो। यो चाहिँ क्वेशन नम्बर 6 मा हुन्छ। क्वेशन नम्बर 7 मा जानुभयो भने त्यहाँ के हुन्छ? कारक र विभक्ति तथा शब्द रूपायन। रूपायन भनेको चाहिँ चेन्ज गर्ने भन्ने हामी बुझ्न सक्छौं। जस्तो कि हामीलाई यहाँबाट जस्तो तपाईलाई कुनै अनुच्छेद दिएको होला, कुनै प्याराग्राफ दिएको होला हो, त्यसलाई चाहिँ तपाईले के गर्नु पर्यो भने लिङ्ग, वचन, पुरुष आधार मध्ये कुनै एक आधारमा रूपायन गर्न लगाउने यो खालको क्वेशन तपाईलाई आउन सक्छ है त। जस्तो लिङ्ग भनेको महिला, पुरुष हो, यो अनुसारको हामीले गर्न सक्छौं। अर्को हामीलाई के दिएको हुन सक्छ? वचन, एक वचन, बहुवचनको हुन सक्छ। अर्को भनेको आधार कस्तो खालको उच्च आधारमा ट्रान्सलेट गर्ने हो कि त्यो खालको केसेसहरु हामीले दिन सक्छ है त। सो यो चाहिँ अलि सजिलो पनि हुन सक्छ है त। क्वेशन नम्बर 7 र यहाँबाट कति मार्क्स आयो? 4 मार्क्स आयो, किनभने हामीले अनुच्छेद यानि कि प्याराग्राफ दिएको हुन्छ, त्यो प्याराग्राफलाई नै तपाईले इनरको आधारमा चेन्ज गर्नुपर्ने खालको क्वेशन आउन सक्छ। अर्को जाउँ 8 नम्बर। 8 नम्बरमा चाहिँ हामीलाई काल, पक्ष र भाव मध्ये कुनै एकको प्रयोग गरेर अनुच्छेद लेख्ने हो। अनि अर्को कर्तृ, कर्म र भाव मध्ये कुनै एकको वाक्य परिवर्तन गर्न लगाउने र यहाँबाट पनि कति मार्क्स आयो? 4 मार्क्स आयो है त। सो अर्को छ सरल वाक्यबाट तपाईले जटिल वाक्यमा लाने, अनि अर्को चाहिँ जटिल वाक्यबाट सरल वाक्यमा लाने र तिनीहरुको संश्लेषण विश्लेषण गर्ने यो खालको क्वेशन आउँछ क्वेशन नम्बर 9 मा।
कि यो नगर्ने भए अर्को चाहिँ अरमा के पनि आउँछ भन्दाखेरि प्रत्यक्ष कथनलाई अप्रत्यक्ष कथनमा लाने अथवा अप्रत्यक्ष कथनलाई चाहिँ प्रत्यक्ष कथनमा लाग्ने। जस्तो डाइरेक्ट स्पिचलाई इनडाइरेक्ट स्पिचमा लाने, इनडाइरेक्ट स्पिचलाई डाइरेक्ट स्पिचमा कन्भर्ट गर्छ नि हामी इङ्ग्लिसमा, हो त्यस्तै भन्नु खोजेको है त। यो कि यो गर्नु पर्यो कि यो गर्नु पर्यो, कति मार्क्स हो 4 मार्क्स हो, यो पनि अलि सजिलै हुन्छ। अर्को के छ, दिएको अनुच्छेद पढी सोधिएका 5 प्रश्नको उत्तर। तपाईलाई एउटा अनुच्छेद दिएको हुन्छ, एउटा ठुलो प्याराग्राफ दिएको हुन्छ हो, त्यो प्याराग्राफ पढेर चाहिँ त्यहाँ तपाईलाई क्वेशनहरु दिएको हुन्छ, 5 वटा क्वेशनहरु दिएको हुन्छ, हरेक क्वेशनले 1 मार्क्स क्यारी गरेको हुन्छ भनेको त्यो प्याराग्राफ पढेर एन्सर दिँदाखेरि तपाईको कति मार्क्स आउने हो, 5 मार्क्स आउने भयो। यो क्वेशन नम्बर 10 यो पनि सजिलो हुन्छ किनभने त्यही प्याराग्राफ भित्रै हामीले त्यो प्याराग्राफ पढेर त्यसको आधारमा एन्सर दिने हो। अर्को के छ, 11 नम्बरमा अनुच्छेदबाट बुदा टिपोट र 1/3 सारांश लेख्ने। यो चाहिँ कस्तो हुन्छ भने तपाईलाई ठुलो प्याराग्राफ दिएको होला र त्यो प्याराग्राफबाट चाहिँ तपाईले के टिप्नु पर्यो, बुदा टिपोट गर्नु पर्यो, बुदाहरु टिप्ने, अनि के गर्ने 1/3 सारांश लेख्ने। त्यो अब बुक भनेको सरी क्वेशनमा के हुन्छ, धेरै हुन्छ, अनुच्छेद अलिकति प्याराग्राफ अलिकति निकै लेन्दी हुन्छ, त्यसलाई छोटकरीमा सारांश लेख्नु पर्यो क्या। र कति लेख्नु पर्छ, 1/3 भनेको 1/3। जस्तो त्यो 150 वर्डको छ भने तपाईले अराउन्ड 50 वर्डको लेख्नु पर्यो भन्न खोजेको है त। सो 1/3 यानी कि 1/3 जति वर्डमा लेख्नु पर्ने हुन्छ दिएको अनुच्छेद। पहिला सुरु बुदा टिपोट गर्ने अनि 1/3 सारांश लेख्ने। र यहाँबाट तपाईले 2 र 3 मार्क्स गरी जम्मा कति पाउनुभयो त, 5 मार्क्स पाउनुभयो। यो क्वेशन नम्बर कति भयो, 11। अब जाउँ क्वेशन नम्बर 12 है। यो 12 मा चाहिँ हाम्रो के छ भन्दाखेरि व्यवहारिक लेखन भन्ने छ। यो चाहिँ हाम्रो व्यवहारमा पनि काम लाग्ने कुराहरु रहेको छ। यहाँ पनि तपाईलाई 2टा क्वेशन आउँछ, 2टा क्वेशन मध्ये तपाईले एउटा सल्भ गर्ने हो है। अब पहिलो खालको क्वेशनमा चाहिँ तपाईलाई के सोध्न सक्छ भन्दाखेरि व्यावसायिक पत्र हो, कुनै बिजनेस लेटरहरु लेख्ने। त्यसैगरी अर्को के छ, निवेदन, सम्पादकलाई चिठी, सूचना, विज्ञप्ति, विज्ञापन, यी कुराहरु तपाईलाई यी मध्ये एउटा सोध्छ है क नम्बरमा। अनि ख नम्बरमा फेरि तपाईलाई के सोध्छ भने मन्जुरीनामा, त्यसैगरी भरपाई, त्यसैगरी तमसुक, सम्झौता पत्र, करारनामा, अनि अर्को बैठक निर्णय। जस्तो कुनै मिटिङ बसेको छ भने त्यसको निर्णय के हो कसरी लेख्ने, अनि अर्को व्यक्तिगत विवरणहरु है। यो यहाँ मध्ये तपाईलाई एउटा सोध्छ भनेछि कमा यति मध्ये यतिबाट एउटा सोध्ने भयो, खमा यति मध्येबाट एउटा केस सोध्न सक्ने भयो, र क र ख मध्ये एउटा तपाईले जुन गरे पनि हुन्छ र यसको कति मार्क्स हुन्छ, 4 मार्क्स हुन्छ। यहाँ मध्येबाट 2टा क्वेशन आउने भयो अनि एउटा तपाईले गर्नु पर्यो। अनि अर्को चाहिँ क्वेशन नम्बर 13 मा प्रतिवेदन लेख्ने है। अब तपाईलाई चाहिँ कुनै घटना, कुनै समारोह भयो वा तपाई कुनै स्थलगत भ्रमणमा जानु भएको थियो हो, फिल्ड भिजिटमा जानु भएको थियो भनेपछि यो 3वटा केसहरु मध्येबाट तपाईलाई प्रतिवेदन लेख्नको लागि भनेर क्वेशन आउँछ है। अनि अर्को के छ, यो यसैमा यो क नम्बरमा सोध्यो, ख नम्बरमा चाहिँ तपाईलाई टिप्पणी लेखन भनेर सोध्न सक्छ। अब यो कि प्रतिवेदन लेख्ने तपाईले यो खालको क्वेशन सल्भ गर्नु पर्यो कि त टिप्पणी लेखनको गर्नु पर्यो, र यहाँबाट तपाईलाई कति मार्क्स आउँछ, 5 मार्क्स आउँछ। र यो जुन हामीले यो स्पेसिफिकेसन ग्रिड तपाईलाई एक्सप्लेन गरिरहेका छौं, यानी कि विशिष्टीकरण तालिका, त्यसलाई हामी एक्सप्लेन गरिरहेका छौं, र यही तालिका अनुसारको हामीले मोडल क्वेशन एनीबीले निकालिसकेको छ। यदि तपाईले मोडल क्वेशन पाउनु भएको छैन भने तल डिस्क्रिप्सन बक्समा हामीले लिंक राख्दिएको छौं, त्यो मोडल क्वेशन तपाईले पाउन सक्नुहुन्छ। अनि यो 13 नम्बरमा प्रतिवेदन लेख्ने या टिप्पणी लेखन, यो 2टा मध्ये एउटा तपाईले गर्न सक्नुहुन्छ र यो कति मार्क्सको हो, 5 मार्क्सको हो। अनि अर्को 14 नम्बरमा जाउँ, पाठबाट तपाईलाई अब टेक्स्ट बुकबाट जुन हाम्रो बुक छ नि, कोर्स बुक छ नि, कोर्स बुकबाट हामी विभिन्न कथा कविताहरु होला हो, त्यहाँबाट तपाईलाई सोधिन्छ है। र यो 14 नम्बर, 15 नम्बर र 16 नम्बर यो यसमा चाहिँ हाम्रो बुकमा भएको कथा कविता विभिन्न च्याप्टर्सहरु जे छ त्यहाँबाट सोधिन्छ। र यहाँबाट चाहिँ हामीलाई 14 नम्बरको क्याटेगोरीमा 4 मार्क्स, यो अर्को 15 नम्बरमा 4 मार्क्स, र यो 16 नम्बरमा चाहिँ के हुन्छ भने अर्को तपाईलाई सोध्छ त्यो 4 मार्क्स हो। यो छ पाठबाट प्रश्न, प्रतिक्रिया या तर्क लेख्ने, कुनै प्रतिक्रिया दिने या तर्क लेख्ने। यहाँ पनि 2टा क्वेशन सोधेको हुन्छ, क्वेशन नम्बर 16 मा एउटा गर्नुपर्ने हुन्छ। 14 मा हेर्नुहुन्छ भने तपाईलाई 2 प्रश्न मध्ये एउटा गर्ने, 2टा क्वेशन दिएको हुन्छ 4 मार्क्सको, एउटा गर्नु पर्यो। 15 नम्बरमा हेर्नुहुन्छ भने 2 प्रश्न मध्ये एउटाको गर्ने, र त्यो एउटा प्रश्न भित्र पनि 2टा सब क्वेशन्सहरु हुन्छ, त्यो चाहिँ 15 भयो। र 16 मा चाहिँ के हुन्छ भने तपाईलाई 2 मध्ये 1 को उत्तर लेख्ने, एउटा क्वेशन कति हुन्छ, 4 मार्क्स भनेको 14, 15, 16 यो 3टे तपाईको पाठबाट सोधिने हो। र अर्को चाहिँ 17 नम्बर, 17 नम्बर पनि पाठबाटै सोधिने हो, र यो धेरै इम्पोर्टेन्ट हुन्छ। किन इम्पोर्टेन्ट हुन्छ भने यो 8 मार्क्सको हुन्छ, 8 मार्क्स है। 8 मार्क्स भनेको नट अ जोक, 75 मा 8 भनेको धेरै नै हो। सो यो चाहिँ पाठबाट समीक्षात्मक प्रश्न तपाईलाई सोधिन्छ
दुईटा प्रश्न सोधिएको हुन्छ तपाईले एउटा गर्ने हो है सो दुईटा मध्ये एउटा गर्ने हो र कति मार्क्स हुन्छ 8 मार्क्स हुन्छ र अर्को 18 नम्बर र यो त छोड्नै भएन र यो हो निबन्ध लेखन अब तपाईले निबन्ध लेख्नु पर्यो तपाईलाई 3 वटा टपिक दिएको हुन्छ त्यो 3 वटा टपिक मध्ये तपाईले एउटा टपिक सिलेक्ट गरेर लेख्ने हो र यो कति मार्क्स हो 8 मार्क्स हो यसरी तपाईको 75 मार्क्स को क्वेशन आउने गर्दछ यो टोटलमा भएको 75 मार्क्स को क्वेशन चाहिँ तपाईले विदिन 3 आवर्स तपाईले कम्प्लिट गरिसक्नु पर्ने हुन्छ र आफ्नो एक्जाममा तपाईले जुन आउँछ त्यो त ठिकै छ रिभाइज गर्नु होला नाको कुराहरु पनि तपाईले खोजेर पढिहाल्नु होला हाम्रो यहाँ 10 वटा च्याप्टर रहेको छ र त्यो 10 वटा च्याप्टरको नाम पनि हामीले यहाँ राखेका छौं हैन र एक्जाममा के हुन्छ भने हाम्रो 3 वटा ग्रुपमा क्वेशन सोधिन्छ 3 वटा ग्रुप इन टोटल हामीले 75 मार्क्स को क्वेशन अटेम्प्ट गर्ने हो हैन 75 मार्क्स को क्वेशन सल्भ गर्नु पर्यो र यो 3टा ग्रुपमा आउँछ 3टा ग्रुपमा के हुन्छ भन्दाखेरि ग्रुप ए मा जाउँ ग्रुप ए मा हामीलाई 11 वटा सर्ट क्वेशन्सहरु सोधिन्छ र एउटा क्वेशनको मार्क्स कति हो 1 मार्क्स भनेपछि 11 वटा क्वेशन 1 मार्क्स को दरले कति आयो 11 मार्क्स आयो ठीक छ ग्रुप ए मा ग्रुप बी मा जाउँ हामीलाई कतिवटा क्वेशन हुन्छ 8 वटा क्वेशन हुन्छ र एउटा क्वेशनको मार्क्स कति हो 5 मार्क्स यानी कि 5 मार्क्स को 8 वटा क्वेशन हुन्छ 8 5 जा 40 मार्क्स भयो त्यसैगरी ग्रुप सी मा जाउँ ग्रुप सी भनेको लङ एन्सर्स क्वेशन हैन यहाँ चाहिँ हामीलाई 3 वटा क्वेशन सोधिन्छ र एउटा क्वेशनको मार्क्स कति हो 8 भनेपछि इन टोटल हामीले 3 8 जा 24 मार्क्स ग्र्याब गर्ने भयो इन टोटल ग्रुप ए ग्रुप बी ग्रुप सी बाट हामीले टोटल 75 मार्क्स हामीले लिन सक्छौं है 75 मार्क्स को क्वेशन अटेम्प्ट गर्नु पर्यो अब कुन ग्रुपबाट कुन च्याप्टरबाट कति मार्क्स आउँछ भन्ने कुरा चाहिँ अब हेरौं है त जस्तो हाम्रो च्याप्टर 1 र च्याप्टर 2 छ नि सुरुको च्याप्टर 1 भनेको नेचर अफ म्यानेजमेन्ट अनि च्याप्टर 2 भनेको क्लासिकल म्यानेजमेन्ट पर्सपेक्टिभ भनि छ हैन यो जुन च्याप्टर 1 र च्याप्टर 2 छ यहाँबाट ग्रुप ए मा जुन हाम्रो 1 मार्क्स को क्वेशन सोधिन्छ एउटा आउँछ एउटा मात्रै आउँछ ल 1 मार्क्स को क्वेशन है त्यसैगरी ग्रुप बी मा हाम्रो कति मार्क्स को क्वेशन आउँछ 5 मार्क्स को क्वेशन आउँछ नि हो यो दुईटा आउँछ भने चाहिँ ग्रुप बी बाट हाम्रो 10 मार्क्स आउने भयो ठीक छ ग्रुप बी मा दुईटा क्वेशन 5 मार्क्स हो यानी कि ग्रुप बी बाट हाम्रो 10 मार्क्स आउने भयो ग्रुप ए बाट 1 मार्क्स आउने भयो भनेपछि ग्रुप सी 8 मार्क्स को क्वेशन चाहिँ आउँदैन ल यहाँ यो फर्स्ट र सेकेन्ड च्याप्टरबाट 8 मार्क्स को क्वेशन आउँदैन भनेपछि इन टोटल ग्रुप ए यो च्याप्टर 1 र च्याप्टर 2 बाट हाम्रो कति आयो 11 मार्क्स आयो त्यसैगरी जो च्याप्टर 3 र 4 एकदमै इम्पोर्टेन्ट च्याप्टर्स हो है किन इम्पोर्टेन्ट भन्दाखेरि दुईटा च्याप्टर छ प्लानिङ एन्ड डिसिजन मेकिङ र अर्गनाइजिङ यो दुईटा च्याप्टर छ यो दुईटा च्याप्टरबाट हामीलाई इन टोटल 21 मार्क्स आउँछ के अब 75 मा 21 भनेको नट अ जोक के एकदम राम्रो नम्बर हो राम्रो मार्क्स ग्र्याब गर्न सक्नुहुन्छ है प्लानिङ एन्ड डिसिजन मेकिङ जुन हाम्रो च्याप्टर 3 र अर्गनाइजिङ जुन हाम्रो च्याप्टर 4 छ यहाँबाट 1 मार्क्स को क्वेशन 3टा आउँछ सो 3 मार्क्स भयो 5 मार्क्स को क्वेशन 2टा आउँछ सो 10 मार्क्स भयो र 8 मार्क्स को लङ क्वेशन हुन्छ नि लङ क्वेशन एउटा आउँछ भनेको कति भयो 8 मार्क्स भयो भनेपछि इन टोटल यहाँबाट कति आयो 21 मार्क्स को आयो है दुईटा च्याप्टर एकदम इम्पोर्टेन्ट रहेछ च्याप्टर 3 र 4 कति मार्क्स आयो 21 मार्क्स आयो है त्यसपछि अर्को मार्क्स धेरै क्यारी गर्ने सेक्सन भनेको 5 6 7 यो तीनटा जुन च्याप्टर छ लिडिङ कन्ट्रोलिङ अदर म्यानेजमेन्ट फंक्सन यहाँबाट पनि हामीले कति मार्क्स ग्र्याब गर्छौं 21 मार्क्स ग्र्याब गर्छौं है तीनटा क्वेशन 1 मार्क्स को आयो सो 3 मार्क्स भयो 5 मार्क्स को क्वेशन दुईटा आउँछ सो 10 मार्क्स भयो लङ क्वेशन एउटा आउँछ यानी कि 8 मार्क्स को आयो भने चाहिँ त्यो 8 मार्क्स भयो इन टोटल कति भयो 21 मार्क्स भयो अब के हुन्छ भने लिडिङ अब लिडिङमा चाहिँ हामीले धेरै कुराहरु पढ्नु पर्ने हुन्छ जस्तो यहाँ लिडरशिप स्टाइल्सहरु पढ्नु पर्ने हुन्छ लाइक अटोक्रेटिक डेमोक्रेटिक हैन लाइसेन्स फेरी यो टपिकहरु हामीले पढ्नु पर्ने हुन्छ कन्ट्रोलिङ कन्ट्रोलको बारेमाहरु हामीले पढ्नु पर्ने हुन्छ अदर म्यानेजमेन्ट फंक्सन भित्र चाहिँ हामीले स्पेशल धेरै टपिकहरु छन् तर मेनली चाहिँ कस्तो हुन्छ भन्दा तपाईलाई जुन यो मोटिभेसनको थ्योरीहरु छ नि हाम्रो कोर्समा हैन मास्लोको थ्योरी हर्ट्जबर्गको थ्योरी त्यो थ्योरीहरु लगायत टपिकहरु चाहिँ एकदम इम्पोर्टेन्ट छ है र यहाँबाट पनि टोटलमा हामीले कति ग्र्याब गर्न सक्छौं 21 मार्क्स यो तीनटा च्याप्टरबाट ल त्यसपछि च्याप्टर 8 मा जाउँ च्याप्टर 8 मा के छ कन्टेम्पोरेरी इश्यूज अन म्यानेजमेन्ट अब यो च्याप्टर चाहिँ कस्तो छ नि एउटै च्याप्टर हो र यो एउटा च्याप्टरबाट कति मार्क्स आउँछ 8 मार्क्स आउँछ राम्रो मार्क्स हो है यहाँबाट पनि है र कस्तो आउँछ भने 1 मार्क्स को तीनटा क्वेशन आउँछ यहाँबाट सर्ट क्वेशन तीनटा आउँछ एउटै च्याप्टरबाट 1 मार्क्स को कति आयो तीनटा क्वेशन आयो 5 मार्क्स को कति एउटा लङ क्वेशन चाहिँ आउँदैन है भनेपछि यो कन्टेम्पोरेरी इश्यूज अन म्यानेजमेन्टबाट चाहिँ हामीले यहाँ के पढ्नु पर्छ जस्तो कन्फ्लिक्ट म्यानेजमेन्टको बारेमा क्वालिटी म्यानेजमेन्ट ट्यालेन्ट म्यानेजमेन्ट हैन त्यसैगरी त्यो फ्यामिली बिजनेस म्यानेजमेन्ट हो अनि त्यसपछि सप्लाई चेन म्यानेजमेन्ट हो यी टपिकहरु हामीले यहाँ पढ्नु पर्ने हुन्छ है र त्यो चाहिँ च्याप्टर 8 भइहाल्यो है र यहाँबाट एउटा 3 मार्क्स को यानी कि 1 मार्क्स को तीनटा क्वेशन र 5 मार्क्स को एउटा क्वेशन भनेको 8 मार्क्स भइहाल्यो र लास्टमा हाम्रो 9 र 10 एकदमै इम्पोर्टेन्ट र सजिलो पनि
है। यो अलिकति प्र्याक्टिस गर्नु भने तपाईलाई धेरै सजिलो हुन्छ। किन सजिलो र किन प्र्याक्टिस गर्नु भनेको भन्दाखेरि यहाँ 9 र 10 मा हाम्रो कुन च्याप्टर छ, बिजनेस लेटर राइटिङ र बिजनेस प्लान्स है। बिजनेस लेटर राइटिङमा चाहिँ हामीले बिजनेस लेटरहरू लेख्नु पर्ने हुन्छ। जस्तो हामीले अर्डर दिनु पर्यो, अर्डरलाई कन्फर्म गर्नु पर्यो, इन्क्वायरी गर्नु पर्यो, जब एप्लिकेसन दिनु पर्यो, कसरी दिने लेटर बनाउनु पर्छ क्या, त्यस्तो खालको हामीलाई सोध्न सक्छ र त्यस्तो खालको सोध्ने चान्सेस चाहिँ 5 मार्क्सको हुन्छ। लेटर राइटिङको कति आउन सक्छ, 5 मार्क्सको आउन सक्छ। त्यसैगरी बिजनेस प्लान तपाईलाई के भन्न सक्छ भन्दाखेरि चान्सेस है एउटा बिजनेस प्लान तयार गर्नुस् भन्छ के, फर्मुलेट अ बिजनेस प्लान, एउटा बिजनेस प्लान तयार गर्नुस् भन्छ। त्यो चाहिँ तपाईलाई लङ क्वेशनमा सोध्न सक्छ है, 8 मार्क्समा सोध्न सक्छ। सो एउटा राम्रो बिजनेस प्लान तयार गरेर आफ्नो एक्जाममा जानु होला। प्लस यो लेटरहरू हुन्छ नि, जुन बिजनेस लेटरहरू कसरी लेख्ने हैन, त्यो कुरा पनि तपाईले राम्रोसँग तयारी गर्नु होला। जस्तो हाम्रो कोर्समा भनेको अघि मैले भने अनुसारको अर्डर गर्दाखेरिको, अर्डरलाई कन्फर्म गर्दाखेरिको, इन्क्वायरी गर्दाखेरिको, जब एप्लिकेसनको कुराहरू हैन, ती कुराहरू यहाँ छ है, त्यो प्र्याक्टिस गर्नु होला। सो यो दुईटा च्याप्टर जुन 9 र 10 छ, यो लेटर र बिजनेस प्लान हो, त्यो राम्रोसँग तयारी गर्नु होला। र प्लस अरु सानो अरु टपिकहरु पनि छन चाहिँ छ। हाम्रो यहाँ 3 टाइप्सका क्वेशनहरु हुन्छन् है। एउटा मल्टिपल चोइस क्वेशन, एउटा सर्ट एन्सर्स क्वेशन्स र अर्को के हुन्छ लङ एन्सर्स क्वेशन। अब तपाईले के बुझ्नु पर्यो भन्दाखेरि मल्टिपल चोइस क्वेशन्स भनेको चाहिँ यो अब्जेक्टिभ बेस्ड क्वेशन हुन्छ है। तपाईलाई क्वेशन दिएको हुन्छ, 4 अप्सन दिएको हुन्छ, एउटा टिक लाउनु पर्यो है। अब जुन आउँछ तपाईलाई आको क्वेशन त टक्क टिक लगाइहाल्नुस्, यदि आएन भने इनी मिनी म्याङ्गो है। अब के हुन्छ भने 9 वटा क्वेशन दिएको हुन्छ, एउटा चाहिँ के हो, एउटाको कति मार्क्स हो, 1 मार्क्स हो भने चाहिँ इन टोटल तपाईको अब्जेक्टिभ क्वेशनबाट कति आयो, 9 मार्क्स आयो। र यो अब्जेक्टिभ क्वेशन गर्नको लागि, एमसीक्यू क्वेशन गर्नको लागि तपाईलाई 25 मिनेट दिएको हुन्छ है। अब के पनि हुन सक्छ भन्दाखेरि तपाईलाई एमसीक्यू क्वेशन दियो, 25 मिनेट भित्र तपाईले त्यो बुझाइसक्नु पर्ने हुन्छ अथवा त्यो तपाईबाट लिइनेछ। यदि तपाईले हैन यो एमसीक्यू क्वेशन आछ बिस्तार गरौँला अनि अरु चाहिँ गर्नु भयो भने, यदि त्यस्तो सिचुएसन क्रिएट भयो भने तपाईलाई प्रब्लम हुन सक्छ है। एमसीक्यू तपाईबाट लिन सकिन्छ 25 मिनेट्समै। सो यो कुरा विचार गर्नु होला है। एमसीक्यू पाएको 25 मिनेट्समा त्यो तपाईले अब्जेक्टिभ क्वेशन चाहिँ सोलुसन गरिहाल्नु होला है। त्यस्तो अप्सन हुन सक्छ। अर्को के छ भने सर्ट एन्सर्स क्वेशन। सर्ट एन्सर्स क्वेशन भनेको तपाईलाई 5 मार्क्सको क्वेशन आउँछ। 5 मार्क्सको क्वेशन 5 वटा आउँछ भने चाहिँ कति मार्क्स भयो, 25 मार्क्स भयो। अब्जेक्टिभबाट एमसीक्यूबाट 9 मार्क्स आयो, सर्ट एन्सर क्वेशनबाट 25 मार्क्स आयो। त्यसैगरी लङ एन्सर क्वेशनबाट, लङ एन्सर भनेको जुन चाहिँ अब एकदम लेन्दी हुन्छ हैन त, 8 मार्क्सको क्वेशन आउँछ, कतिवटा 2टा आउँछ भने चाहिँ इन टोटल कति आयो, 16 मार्क्स आयो भने चाहिँ एमसीक्यूबाट 9 मार्क्स, सर्ट एन्सरबाट 25 मार्क्स, लङ एन्सर क्वेशनबाट 16 मार्क्स भने चाहिँ इन टोटल यसरी हामीले 50 मार्क्स पाउँछौं। र यो जुन यो सर्ट एन्सर क्वेशन र लङ क्वेशन एन्सर जुन छ यहाँबाट चाहिँ हामीलाई 95 मिनेट छुट्याइएको हुन्छ है। सो 95 मिनेट प्लस 125 मिनेट भनेको 120 मिनेट हुन्छ। 2 घण्टा चाहिँ हामीलाई एक्जाममा टाइम छुट्याइएको हुन्छ। र अब हाम्रो कोर्सको कुरा गर्दाखेरि, हाम्रा च्याप्टरहरुको कुरा गर्दाखेरि देयर आर 7 च्याप्टर्स हैन। अब के छ भन्दाखेरि सुरुमा छ डाटाबेस म्यानेजमेन्ट सिस्टम डीबीएमएस छ र अब यो च्याप्टरबाट हामीले छुट्याएको कति छ, 8 मार्क्स। त्यसैगरी सेकेन्ड च्याप्टर कुन छ, डाटा कम्युनिकेसन एन्ड नेटवर्किङ, 9 मार्क्स। त्यसैगरी वेब टेक्नोलोजी आइआई कति छ, 8 मार्क्स। त्यसैगरी सी प्रोग्रामिङ या भन्नुस् प्रोग्रामिङ इन सी कति छ, 8 मार्क्स भनेपछि यो 3टा च्याप्टरबाट चाहिँ हामीले अलिकति धेरै वेटहरु गेन गर्न सक्छौं अथवा अलिकति हेभी च्याप्टर रहेछ। अथवा यो फर्स्ट च्याप्टर पनि 8 मार्क्स छ भने चाहिँ यो सुरुको 4टा च्याप्टर चाहिँ अलिकति मार्क्सको लागि के छ, अलिकति इम्पोर्टेन्ट छ र यिनीहरुमा अलिकति हामीले मेहनत पनि गर्नुपर्ने हुन्छ है। अब च्याप्टर 5 मा गयो भने के छ, अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ओओपी छ, यहाँबाट कति 6 मार्क्स। त्यसैगरी सफ्टवेयर प्रोसेस मोडल एसपीएम 6 मार्क्स। अर्को रिसेन्ट ट्रेन्ड्स इन टेक्नोलोजी अलि सजिलो छ, यहाँबाट कति 5 मार्क्स हो। यसरी यो च्याप्टर वाइज हाम्रो यसरी ग्रेडबाट चाहिँ यसरी मार्क्स छुट्याइएको छ। इन टोटल हाम्रो कति आउँछ, 50 मार्क्स आउँछ। तर ग्यारेन्टी चाहिँ छैन कि योबाट यति नै आउँछ भने, ग्यारेन्टी चाहिँ अलिकति नहुन सक्छ। कहिलेकाहीँ 1-2 मार्क्स अथवा 2-3 मार्क्स तलमाथि पनि हुन सक्छ। हाम्रो एक्जाममा के हुन्छ भने 3 वटा पार्टमा क्वेशन आउँछ। पहिलो पार्टमा चाहिँ 11 वटा क्वेशन आउँछ 1 मार्क्सको, भनेको 11 मार्क्स आयो। 1 मार्क्समा तपाईले धेरै लेख्नु पर्दैन, छोटो मिठो लेख्न सक्नुहुन्छ। सेकेन्ड पार्टमा हाम्रो 8 वटा क्वेशन आउँछ तर 5 मार्क्सको आउँछ, यो 40 मार्क्स भयो। र लङ क्वेशन थर्ड पार्टमा चाहिँ हाम्रो लङ क्वेशन आउँछ, त्यसमा 3 वटा क्वेशन आउँछ। हरेक क्वेशनको अंकभार भनेको 8 हुन्छ। सो 3 8 जा 24, टोटलमा हाम्रो कति आयो, 75 मार्क्स आयो, जसको लागि हामीलाई 3 घण्टाको समय छुट्याइएको हुन्छ। पहिला सुरु जाउँ, यो 11 वटा च्याप्टर छन् भने यो 11 वटा च्याप्टर मध्येबाट कुन च्याप्टरबाट कति मार्क्स आउँछ भन्दा हाम्रो विशिष्टीकृत तालिका त्यो स्पेसिफिकेसन ग्रेड हेर्यौं भने चाहिँ त्यहाँ के छ भन्दाखेरि यो अगाडिको 3 वटा च्याप्टर सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा, डिजिटल सिप तथा सामान्य अनुसन्धान सिप, जीवनोपयोगी सिप, यो 3 वटा च्याप्टरबाट चाहिँ यो 1 मार्क्सको क्वेशन 4 वटा, त्यसपछि 4 मार्क्स,
यो 5 मार्क्सको क्वेसन एउटा भनेको 5 मार्क्स आयो अनि 8 मार्क्सको क्वेसन एउटा भनेको 8 मार्क्स भयो। इन टोटल यो 3 वटा च्याप्टरबाट हामीलाई 17 मार्क्स आउँछ। त्यसगरी 4 5 6 7 यो 4 वटा च्याप्टरबाट हामीलाई 1 मार्क्सको 2टा, 5 मार्क्सको 4टा, त्यसगरी 8 मार्क्सको एउटा, टोटल कति भयो 30। त्यसैगरी लास्टको 8 9 10 11 यो च्याप्टरबाट चाहिँ 1 मार्क्सको 5 वटा, 5 मार्क्सको 3 वटा, त्यसैगरी 8 मार्क्सको एउटा, यो टोटलमा कति भयो 28। यसरी चाहिँ हाम्रो 17 + 30 + 28 गरेर 75 मार्क्सको टोटल क्वेसन आउँछ। अब हामी 1 बाइ 1 यो च्याप्टर 1 भित्र हाम्रो टपिकहरु के छ, त्यसैगरी च्याप्टर 2 भित्र के टपिकहरु छ तपाईले पढ्नुभयो होइन, एकचोटी हेर्नु होला। र त्यो टपिकहरु चाहिँ अब हामी यहाँ 1 बाइ 1 डिस्कस गर्न गइरहेका छौं। र तपाईहरुलाई एउटा सजेसन के छ भन्दाखेरि जस्तो प्राय चाहिँ यो मैले अहिले भन्न खोजेको कुरा चाहिँ प्राइभेट स्कुलको स्टुडेन्टहरुलाई जसले चाहिँ इंग्लिश मिडियममा पढिराख्नु भएको छ, स्पेशली उहाँहरुलाई भन्न खोजेको चाहिँ हामी इंग्लिशमा बढी लेखिरा हुन्छौं अनि सामाजिक अध्ययनमा त हामीले पूर्ण नेपालीमै लेख्नुपर्छ, व्याख्या पनि नेपालीमै गर्नुपर्छ। अनि पढेर मात्रै हुँदैन है। किन पढेर मात्रै हुँदैन, हामी पढ्छौं तर लेख्नुपर्छ नेपालीमा, जसमा हामी युज टु छैनौं भने गाह्रो हुन्छ। सो एक्जामको अघिल्लो दिन भए पनि पढ्दाखेरि चाहिँ सगोट धेरै लेख्नु होला। जति लेख्नुहुन्छ तपाईको हात बस्छ र त्यही अनुसार तपाईले लेख्न पनि तपाईलाई सजिलो हुन्छ। र अब सामाजिकमा चाहिँ के हुन्छ भने तपाईले कुनै च्याप्टरको कुनै टपिक पढ्दै हुनुहुन्छ, त्यो टपिकको पुरै 2 पाना 1 पाना पुरै प्याराग्राफ रटान हान्ने हैन। अब एक्जाम आइसक्यो, टाइम धेरै छैन, त्यही भएर हामीले के गर्नुपर्छ भने सर्ट पोइन्ट मात्रै टिप्ने हो, पोइन्ट याद गर्ने हो र आफ्नो भाषामा चाहिँ त्यो पोइन्टहरु त्यो फ्याक्टहरुमा रहेर चाहिँ हामीले लेख्नु, आफ्नो भाषामा लेख्नु है। जस्तो तपाईको बुकमा एउटा क्वेशन होला तर तपाईले जिन्दगी नदेखेको क्वेशन तपाईको एक्जाममा आउन सक्छ, किनकि सामाजिक अध्ययन हो, घुमाएर तपाईलाई प्रश्न सोध्न सक्छ। तेरो बुकमा एउटा क्वेशन ठ्याक्कै घोकेर पढ्नु भएको छ, एक्जाममा अर्को टाइपको आयो भने तपाई लेख्न सक्नुहुन्न। त्यही भएर फ्याक्टहरु जान्नु पर्यो, तथ्यहरु जान्नु पर्यो, केही डेफिनेसन जेनरल अवधारणाहरु कन्सेप्टहरु जान्नु पर्यो अनि आफ्नो भाषामा चाहिँ तपाईले लेख्ने हो। यसरी चाहिँ आफ्नो तयारीलाई बढाउनु हो भने तपाईले राम्रो मार्क्स ल्याउन सक्नुहुन्छ। तर विद्यार्थीहरुको बानी के हुन्छ भने पढ्दाखेरि चाहिँ अलिकति अल्छी गर्ने हैन। अब जस्तो हामीले इंग्लिशको प्रिपरेसनको भिडियो हालेको थियो, कमेन्टमा हेर्दाखेरि चाहिँ यु 1 लाइक इक्वल टु 80 मार्क्स भनेको छ, त्यसमा जबरजस्ती लाइक गरेको छ, एउटाले कमेन्ट गर्यो यो कमेन्टमा लाइक नगर्ने जति फेल हुन्छन् भनेर भनेको छ भने सबैले त्यसैमा जबरजस्ती लाइक गरेको छ। यो अन्धविश्वासमा हामी नपरौं। हामी सामाजिक अध्ययनका विद्यार्थी हौं। यो अन्धविश्वासमा भन्दा पनि हामी चाहिँ बढी चाहिँ पढेर, आफै पढेर हैन, फ्याक्टहरु जानेर अनि आफ्नो भाषामा लेख्न सक्यो भने अभियसली सामाजिक अध्ययनमा हामीले राम्रो अंक ल्याउन सक्छौं। अब कुरा गरौं यो च्याप्टर 1 युनिट 1 जुन रहेको छ सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा। यो भित्र के टपिक छ त भन्दा यो भित्र दुईटा मेन टपिक छ। एउटा छ तपाईले यहाँ स्क्रिनमा पनि देख्न सक्नुहुन्छ, सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा। अवधारणा भनेको कन्सेप्ट, यिनीहरुको कन्सेप्ट। सामाजिक अध्ययनको अवधारणा के हो, त्यसैगरी जीवनोपयोगी शिक्षाको अवधारणा, यिनीहरुको कन्सेप्ट के हो त्यो तपाईले पढ्नु। अब कन्सेप्ट नै तपाई एक पाना कन्ठ गर्न नखोज्नु, मेन की पोइन्टहरु याद गर्नु र त्यसलाई चाहिँ आफ्नो भाषामा एक्सप्लेन गर्न, यसरी चाहिँ आफ्नो तयारी बढाउनु होला। यहाँ दुईटा टपिकहरु हामीले डिस्कस गर्यौं। अब जाउँ च्याप्टर 2। च्याप्टर 2 मा तपाईले के टपिकहरुमा आफ्नो तयारी राख्नुपर्छ भन्दाखेरि एउटा छ अनुसन्धानको परिचय हैन, अनुसन्धान भनेको के हो, रिसर्च भनेको के हो। त्यसैगरी अर्को सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा, कोरिलेसनको कुराहरु यो तपाईले पढ्नु पर्यो। धेरै नजाने पनि एटलिस्ट यसको मिनिङ मात्रै भए पनि, एकै लाइनको मिनिङ भए पनि के भन्न खोजेको भन्ने कुरा चाहिँ तपाईले तयारी राख्नु होला है। अनि अर्को टपिक भनेको अध्ययन प्रस्तावनाको संरचना हैन, अध्ययन प्रस्तावना स्टडी प्रपोजलहरुको कुराहरु आयो। त्यसैगरी अर्को लेखन कार्यमा अरूको लेखन रचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष, जस्तो अरूले रिसर्च गरेको कुराहरु, अरूको रिसर्चबाट आएको, अनुसन्धानबाट आएको तथ्यहरुलाई, अरूको भाषाहरुलाई तपाईले आफ्नो रिसर्चमा, आफ्नो अनुसन्धानमा देखाइराख्नु भएको छ भने के कुरामा ध्यान दिने त, उहाँहरुलाई कसरी उहाँहरुको कुराहरुलाई चाहिँ यहाँबाट ल्याइएको है तथ्य भनेर कसरी देखाउने, त्यहाँ विभिन्न कुराहरु छन्, त्यो तपाईले हेर्नु होला। साइटेसनका कुराहरु हुन्छन् हैन। त्यसैगरी अर्को सामाजिक अध्ययनका लागि समस्या निर्माण तथा अध्ययन विधि चयन, यसको बारेमा पढ्नु पर्यो। सामाजिक तथ्याङ्क र सूचना संकलनका विधि र साधनहरु के छ, सामाजिक तथ्याङ्कहरु कुन विधिबाट, कुन मेथडबाट, त्यो डाटाहरुलाई हामी कसरी कलेक्ट गर्छौं हैन, र त्यसको मेथोडोलोजीहरु, साधनहरु के छन् हैन, टुल्सहरु के छन्, तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतिकरण, तथ्याङ्क डाटाहरु, इन्फर्मेसनहरुलाई हामी कसरी विश्लेषण गर्छौं, एनालाइज गर्छौं र कसरी प्रस्तुतिकरण भनेको कसरी प्रेजेन्ट गर्छौं भन्ने कुरा तपाईले थाहा हुनु पर्यो। यो सँग रिलेटेड क्वेशन आयो भने लेख्न सक्नु पर्यो। त्यसैगरी अर्को तथ्याङ्क प्रशोधन र विश्लेषण
विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग, माइक्रोसफ्ट एक्सेलको कसरी प्रयोग गर्न सकिन्छ हैन, यहाँ यसको बेनिफिट्सहरु के छ, योबाट हामीले आउटकम्सहरु के लिन सक्छौं। त्यसैगरी अर्को शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका र शब्दमा भएका विभिन्न जानकारी, शाब्दिक जानकारीहरु जे छन् त्यसलाई चाहिँ हामी कसरी प्रस्तुत गर्छौं, त्यो कुराहरु चाहिँ हामीले यो एकाइ 2 मा पढ्छौं। र एकाइ 2 मा चाहिँ डिजिटल सिप तथा सामान्य अनुसन्धान सिप भएको कारणले यो चाहिँ अलिकति टेक्निकल टर्महरु छ। यसमा चाहिँ आफूले गफ हान्ने भन्दा पनि एउटा फ्याक्टमा रहेर टेक्निकल कुराहरुमा रहेर चाहिँ तपाईले यहाँ लेख्नुपर्छ। यसमा चाहिँ हावा गफ हान्छु हैन, यो त्यसपछि यो त्यसपछि यो त्यसपछि यो भनेर जे पाइ त्यही लेख्न चाहिँ मिल्दैन। टु दी पोइन्ट, टु दी फ्याक्ट रहेर तपाईले यो च्याप्टरको चाहिँ तयारी गर्नुपर्छ। त्यही भएर अलि बढी मेहनत चाहिँ यो च्याप्टर 2 लाई लाग्छ। अब जो यो च्याप्टर 3 जीवनोपयोगी सिप, यो भित्र चाहिँ हामीले के पढ्नुपर्छ भने यो जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास के कस्तो छ हैन, कसरी चाहिँ यसलाई प्र्याक्टिस गर्दै आइयो भन्ने कुराहरु। त्यसैगरी विभिन्न जीवनोपयोगी सिपहरु हुन्छन्। त्यो विभिन्न सिपहरु मध्ये हाम्रो कोर्समा चाहिँ के छ भने एउटा छ समालोचनात्मक चिन्तन। समालोचनात्मक चिन्तन भनेको के हो हैन, यो तपाईले पढ्नुपर्छ। यसको बारेमा तपाईलाई क्वेशन आउन सक्छ। त्यसैगरी अर्को सृजनात्मक चिन्तन भनेको के हो, त्यसैगरी समानुभूति भने के हो, आत्मबोध भने के हो, र अर्को संवेग व्यवस्थापन, इमोसन म्यानेजमेन्ट भनेको के हो। योसँग रिलेटेड क्वेशनहरु तपाईलाई यो जीवनोपयोगी सिपबाट आउन सक्छ। त्यही भएर यो टपिकहरु तपाईले यसको एटलिस्ट मिनिङ मात्रै भए पनि जान्नु चाहिँ होला। अब च्याप्टर 4 समाजको विकास र दर्शन। अब दर्शनको कुराहरु बन्छ र यो भित्र चाहिँ हाम्रो सिलेबसमा के छ तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ। मेनली कुरा गर्दाखेरि वर्तमान विश्वको सामाजिक विविधता र विशेषता, विश्वमा अहिलेको सामाजिक विविधता के छ यो कुराहरु, त्यसैगरी सामाजिक सम्बन्धहरुको विकास र सामाजिक आत्मनिर्भरता, त्यसै जीवन दर्शन, सामाजिक मूल्य र मान्यता र सामाजिक व्यवहार, दैनिक जीवनमा दर्शनको उपयोगिता। दर्शनको उपयोगिता हाम्रो डे टु डे लाइफमा कस्तो छ, दैनिक जीवनमा कस्तो छ, यो दर्शनको कुरा पनि अलि इम्पोर्टेन्ट छ, याद गर्नु होला। त्यसैगरी अर्को समुदायमा आएका परिवर्तन र सामाजिक रूपान्तरणको कुराहरु, त्यसैगरी समुदायमा आएको परिवर्तनको कुराहरु चाहिँ यहाँ हामीले पढ्नुपर्छ। र यसमा चाहिँ के टपिकहरु चाहिँ आफैले बुझेर आफैले मिलाएर पनि लेख्न चाहिँ सकिन्छ। अब जाउँ युनिट 5 जुन रहेको छ भूगोल र सामाजिक जीवन। यो भूगोल र सामाजिक जीवनमा चाहिँ हामीले के टपिकहरुमा क्लियर हुनुपर्छ भने पहिला त नेपालका प्रशासनिक प्रदेशहरु, नेपालमा 7 वटा प्रदेश छन् हैन, त्यो प्रदेशहरुको बारेमा पढ्नु पर्यो। त्यो प्रदेशको अवस्थाहरु, आर्थिक अवस्था, सामाजिक अवस्था, यिनीहरुको हामीले थोरै भए पनि इन्फर्मेसन चाहिँ लिनुपर्छ। 7 वटा, अब तपाईलाई त 7 वटा प्रदेशको नाम थाहा नहुन सक्छ, धेरै जसो विद्यार्थीलाई यो याद गरेको हुँदैन। हरेक प्रदेशको नाम, तिनीहरुको विशेषताहरु चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ। र यसमा चाहिँ प्रदेशहरुको जनसांख्यिक अवस्था र विशेषताहरु के छन्, त्यसैगरी अर्को नेपालको प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता, नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता। हरेक 7 वटा प्रदेशको आर्थिक अवस्था कस्तो छ, इकोनोमिक कन्डिसन कस्तो छ, जस्तो बागमती प्रदेशको कस्तो छ हैन, मधेस प्रदेशको कस्तो छ, सुदूरपश्चिम प्रदेशको कस्तो छ, कर्णाली प्रदेशको अवस्था कस्तो छ, यो प्रदेशहरुको आर्थिक अवस्थाहरु हैन, सामाजिक अवस्थाहरु कस्तो छ त्यो हेर्नु पर्यो। अनि अन्तरप्रादेशिक सम्बन्ध हैन, यो प्रदेशहरु बीचको जुन सम्बन्ध छ नि, अन्तरप्रादेशिक सम्बन्ध हो, यसको बारेमा संविधानमा के कस्तो व्यवस्थाहरु गरिएको छ यसको बारेमा तपाईले पढ्नु पर्यो। त्यसैगरी नेपालमा विपद है, विपदको बारेमा, नेपालमा विपद के कस्तो अवस्थाहरु छ, विपदको कुराहरु के छन् त्यो हेर्नु पर्यो। अनि त्यो विपदका कारणहरु के हुन् र विपदका प्रभावहरु, यसको इफेक्टहरु के हुन्। त्यसैगरी नेपालमा विपद व्यवस्थापन संयन्त्र योजना निर्माणको बारेमा के छ। अनि भूगोल र सामाजिक जीवनमा सूचना प्रविधि भनेको इन्फर्मेसन टेक्नोलोजी हो। यसको चाहिँ भूगोल र सामाजिक जीवनमा के कस्तो यसको इफेक्टहरु छ, यसको इन्फ्लुएन्स के कस्तो छ, यसको प्रयोगहरु के छ भन्ने कुराहरु। त्यसैगरी अर्को सामाजिक नक्साङ्कन, नक्सामा भूसूचना प्रणालीको प्रयोग, यो कुराहरु चाहिँ हामीले तयारी गर्नुपर्छ। र हामीले हरेक यो च्याप्टर युनिटहरु र यो युनिट भित्र भएका हरेक टपिकहरुलाई चाहिँ जे अहिले हामीले डिस्कस गरेका छौं, हामीले सबैको भिडियो कन्टेन्टहरु बनाएका छौं, त्यो तपाईले हेर्न सक्नुहुन्छ। त्यहाँबाट त्यो भिडियो हेर्दै तपाईले आफ्नो चाहिने पोइन्टहरु लेख्दै त्यसलाई याद गर्दै र एक्जाममा चाहिँ त्यो पोइन्टहरुको लागि चाहिँ आफ्नो फ्री राइटिङ आफैले आफ्नो भाषामा चाहिँ एक्सप्लेन गर्न सक्नुहुन्छ है। अब अर्को चाहिँ एकाइ 6 जुन रहेको छ नेपालको इतिहास। अब नेपालको इतिहासको कुरा गर्दाखेरि चाहिँ यहाँ चाहिँ हाम्रो 3 वटा भागमा डिभाइड गरिएको छ इतिहास। एउटा प्राचीन काल, एउटा मध्यकाल, एउटा आधुनिक काल। प्राचीन कालमा गोपाल वंश, महिषपाल वंश, किरात वंश यी कालहरु रहेका छन् भने मध्यकालमा चाहिँ मल्लकालीन अवस्थाहरु, त्यो बेलाको समयको घटनाक्रमहरु हामीले पढ्नुपर्छ भने आधुनिक इतिहासमा चाहिँ पृथ्वीनारायण शाहले जब एकीकरण सुरु गर्न थाले त्यसपछि के भयो, पृथ्वीनारायण शाहको पाला पछाडी चाहिँ हामी आधुनिक इतिहास भन्छौं। भने चाहिँ यहाँ चाहिँ गफ हान्न मिल्दैन, टु दी फ्याक्ट के भएको थियो
गोपाल वंशको टाइममा आर्थिक अवस्था के थियो हैन, मल्लकालीन अवस्थामा के थियो हैन, त्यसैगरी अर्को जस्तो पृथ्वीनारायण शाहको एकीकरणको कुराहरू होला, त्यसैगरी राणा शासनको कुराहरू होला, 2007 साल पछाडिको अवस्था होला, त्यसैगरी पञ्चायत व्यवस्थाको कुराहरू होला, त्यसैगरी 2046 सालको कुराहरू होला, त्यसैगरी 62-63 को जनआन्दोलन हैन, त्यसैगरी जनयुद्धको कुराहरू होला र नेपालमा गणतन्त्रको स्थापना पछाडि के कस्ता सामाजिक आर्थिक र राजनीतिक घटनाक्रमहरू घट्यो, यसको चाहिँ हामीले तयारी चाहिँ गर्नुपर्छ र यो चाहिँ टु दी फ्याक्टमा रहेर चाहिँ हामीले आफ्नो एक्जाममा लेख्नुपर्छ। त्यही भएर यसलाई पनि अलिकति यो च्याप्टर 2 जस्तै अलि बढी मेहनत गर्नुपर्छ हैन। युनिट 7 सामाजिक पहिचान र विविधता, यसमा चाहिँ हामीले लैङ्गिक सवाल हैन, जेन्डर इस्यु, समावेशिताको कुराहरू, त्यसै अपङ्गताको सवाल हैन लगायत यस्तो विभिन्न सामाजिक पहिचान र विविधताको कुराहरुसँग सम्बन्धित हाम्रो टपिकहरु रहेको छ, जुन चाहिँ तपाईले यहाँ पनि देख्न सक्नुहुन्छ र यहाँ चाहिँ तपाईले तयारी त गर्नु पर्यो, तर पनि योसँग रिलेटेड क्वेशन आउँदाखेरि चाहिँ आफैले पनि केही बनाएर चाहिँ लेख्न सक्नुहुन्छ नआएको खण्डमा है। त्यसैगरी अब जाउँ च्याप्टर 8 जुन रहेको छ संविधान र नागरिक सचेतना। धेरै इम्पोर्टेन्ट च्याप्टर हो। नेपालको संविधानको बारेमा हाल कुन संविधान छ, यो संविधानको विशेषताहरू हैन, यो कुराहरु तपाईले पढ्नुपर्छ र यसमा चाहिँ नागरिक सचेतना, नागरिकहरूले जान्नुपर्ने कुराहरू जस्तो हाम्रो 3 तहको सरकार हुन्छ, स्थानीय सरकार, प्रादेशिक सरकार, अर्को केन्द्रीय सरकार अथवा संघीय सरकार। यो 3 टाइपको सरकारहरू चाहिँ यिनीहरुको गठन प्रक्रिया कस्तो छ, हाउ आर दे फर्मुलेटेड हैन, यो कसरी फर्म हुन्छ। त्यसैगरी अर्को चाहिँ यो 3 वटा सरकारको काम, कर्तव्य र अधिकारहरू के छन्, ती कुराहरू चाहिँ हामीले यहाँ पढ्नुपर्छ। त्यसैगरी सूचनाको हक, राइट टु इन्फर्मेसनको कुराहरू, अनि मौलिक हकहरू के छ, जस्तो हाम्रो संविधानले चाहिँ यो देशका नागरिकलाई चाहिँ यो चाहिँ तपाईहरुको फन्डामेन्टल राइट हो, यो चाहिँ तपाईहरुको मौलिक हक अधिकार हो भनेर के अधिकारहरू राखिएको छ, त्यसको व्यवस्थाहरू कहाँ गरिएको छ, यो कुराहरू चाहिँ हामीले यो च्याप्टरमा पढ्नुपर्छ र जे यो भित्र भएका कन्टेन्टहरू चाहिँ तपाईले यहाँ पनि देख्न सक्नुहुन्छ। अब जाउँ 9 शहरीकरण र बसाइसराई। यो चाहिँ अलिकति सजिलो च्याप्टर हो। मानिलियो तपाईले यो पढ्नै भएको छैन र क्वेशन आयो भने पनि केही हदसम्म आफैले पनि बनाएर चाहिँ लेख्न सक्नुहुन्छ। शहरीकरणसँग त्यसैगरी बसाइसराई, यिनीहरुको प्रभाव हैन, यो नेपालमा यिनीहरुको अवस्था कस्तो छ, यो कुराहरू हेर्न सक्छौं। अनि अर्को अर्थतन्त्र र विकास, यो च्याप्टरमा चाहिँ यो युनिटमा चाहिँ हामीले इकोनोमीको कुराहरू हैन, त्यसैगरी अर्को चाहिँ विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरू जस्तो बिमस्टेक छ, सार्क छ, साफ्टा छ, वर्ल्ड ट्रेड अर्गनाइजेसन, विश्व व्यापार संगठन, त्यसको कुराहरू पनि छ। त्यसैगरी आर्थिक विकास, इकोनोमिक डेभलपमेन्ट भनेको के हो, योसँग रिलेटेड र यी यस्ता टपिकहरू चाहिँ हामीले यो च्याप्टरमा यो युनिटमा चाहिँ तयारी गर्नुपर्छ। लास्टमा छ शिक्षा र सामाजिक विकास। यो पनि अलिकति केही हदसम्म प्रश्न आउँदाखेरि चाहिँ आफैले पनि केही हदसम्म बनाएर लेख्न सकिन्छ र यसमा चाहिँ विभिन्न टपिकहरु छ, तपाईले यहाँ देख्न सक्नुहुन्छ। यसमा जस्तो शिक्षा र सामाजिक विकास, यिनीहरुको सम्बन्ध, त्यसै शिक्षा र रोजगार, शिक्षा र मानव संसाधन विकास, यी यस्ता टपिकहरु चाहिँ यो च्याप्टरमा रहेको छ र यो लिस्ट आउट भएका टपिकहरु बारे यो मध्येबाट क्वेशन आयो भने तपाईले लेख्न सक्नुहुन्छ कि हुँदैन। अब टाइम धेरै छैन, त्यही भएर चाहिँ यो जे टपिकहरु हामीले तपाईहरुलाई यहाँ भन्यौ हाम्रो सिलेबसमा भएको, यदि तपाईले प्रिपेयर गर्नु भएको छैन भने एटलिस्ट हरेक पोइन्टको चाहिँ टन्नै लेख्न नपढे पनि मेन जिस्ट कुराहरू मात्रै याद गरेर जानु होला र एक्जाममा चाहिँ आफ्नो फ्री राइटिङ हैन आफ्नै भाषामा मौलिक स्टाइलले चाहिँ लेख्नु हो भने पास गर्न चाहिँ सजिलो हुन्छ।